नमस्कार सबैजनालाई। आज चाहिँ अब हामी अस्तिको जस्तै हाम्रो मोटिभेसन र एक्सपिरियन्स सेयरिङ सेसनलाई कन्टिन्यू गर्दै हाम्रो आइटीमा अगाडि बढ्न खोज्नुभएको भाइ-बहिनीहरू होइन, धेरै धेरै कारणहरूले गर्दाखेरि उहाँहरूले अगाडि बढ्न सकिराख्नु भएको छैन अथवा अड्किराख्नु भएको छ। तर त्यो सेयर गर्ने एउटा कन्फिडेन्स छैन उहाँहरूसँग होइन। अनि हाम्रो सबैजनाको पालै-पालो अब हामीले आफ्नो एक्सपिरियन्सहरू सेयर गर्दाखेरि हामीले कसरी पढ्यौँ, यहाँसम्म कसरी आइटीमा अगाडि बढ्यौँ, अनि के कस्तो गल्तीहरू गर्यौँ, कसरी प्रोग्रेस गर्यौँ, होइन? कसरी हामी यो यत्रो टिमहरू कनेक्टेड भयौँ, यो सबै कुराहरू सेयर गरिसके पछाडि अब उहाँहरूलाई पनि अवश्य नै हेल्प मिल्छ, होइन? त्यही भएर हामीले यो एउटा सेसन सुरु गरौँ भनेर गरेको हो। अब आजको हाम्रो सेसनमा चाहिँ हाम्रो भलन्टियर रोजन श्रेष्ठजी हुनुहुन्छ। रोजन श्रेष्ठजीलाई मैले वेलकम गरेँ। हेलो रोजन श्रेष्ठजी। हेलो हेलो, धन्यवाद। ओके, सुरुमा चाहिँ हजुरको बेसिक इन्ट्रोडक्सन अनि कहाँ बस्नुहुन्छ, के गर्दै हुनुहुन्छ त्यहाँबाट सुरु गरौँ। अनि अरू साथीहरूले पनि अब क्वेसन सोध्नलाई रेडी भएर बस्नु है त। ल मैले रोजनजीलाई छोडिदिएँ माइक। हस्, धन्यवाद। मेरो नाम रोजन श्रेष्ठ। मेरो इन्ट्रोडक्सन भन्नुपर्दाखेरि अब मैले चाहिँ अब मेरो करियर सुरु गरेको चाहिँ सपोर्टबाट होइन, टेक्निकल सपोर्ट गर्दै गर्दै अब अहिले चाहिँ यता क्लाउड डेभअप्स इन्जिनियर भएर काम गर्दैछु। करिब अब 4 देखि 5 वर्ष भयो होइन। इनिसियल मेरो टोटल एक्सपिरियन्स चाहिँ लगभग 8 वर्षको छ। त्यसमा 4 वर्ष जस्तो चाहिँ नेटवर्किङ, आइटी सपोर्ट, टेक्निकल सपोर्ट गरेर बिस्तारै क्लाउडमा छिरेर डेभअप्सको काम गर्दा आएको हो होइन। अनि त्यही हो, अब मेहनत लाग्छ धेरै। अब अगाडि अलिकति धेरै मेहनत पनि गरिएको थियो करियरको सुरुतिर। अनि अर्को भनेको अब म ललितपुरतिरै बस्छु यता। अनि त्यो हुँदैछ हजुर। अब यसमा चाहिँ अब अझै केही डिटेलमा केही कुराहरू जान्न चाहनुहुन्छ होइन छ भने चाहिँ अब मैले एक्सपिरियन्सहरू कसरी म आइटीदेखि क्लाउडमा गएँ होइन, अब कस्तो कस्तो कुरा सिक्नुपर्ने रहेछ, अब इन्टरभ्यूमा चाहिँ अहिलेको मार्केट कस्तो छ होइन, कस्तो खालको स्किल खोज्छ भन्ने कुराहरू चाहिँ अब म अहिले भन्छु तपाईँहरूलाई मेरो एक्सपिरियन्स अनुसार। अब फर्मेट चाहिँ मलाई थाहा भएन होइन, एकचोटि हजुर फर्मेट ठिक छ। अहिले यतिबाट गरौँ न होइन, अनि त्यो म भन्नुपर्ने कुराहरू म भनिदिइहाल्छु। हस् हस् हस्, हुन्छ। अनि हजुरले जीवन सरसँग चाहिँ कसरी कनेक्ट हुनुभयो? थोरै केही स्टोरी छ, सुनिदिउँ न यसो। ठिकै छ त हजुर। जीवन सरसँग अब हाम्रो भेट कोरोना अलि अगाडि भएको जस्तो लाग्यो। ठ्याक्क चाहिँ बिर्सेँ मैले है। जस्तो अब 4-5 वर्ष नै भइसकेको छ जस्तो लाग्यो मलाई है। अब फर्स्टमा अब साथीहरूबाट अब सिसिआने होइन, अब त्यतिखेर म पहिला नेटवर्किङतिर इन्ट्रेस्टेड थिएँ नि त। अब सिसिआने कोर्स गर्न चाहिँ अब मलाई जहाँसम्म लाग्छ 2020तिर, कोरोना अगाडि होइन, कोरोना अगाडितिर चाहिँ हाम्रो क्लास भएको थियो। त्यहाँनिर चाहिँ साथीहरू भेटियो होइन, कोर्स पढियो। अनि सरसँग बसेर म नेटवर्किङको सिसिआनेको नलेजहरू लिएर अनि त्यहाँदेखि चाहिँ अब पढ्ने चाहिँ कसरी भन्ने एउटा इन्ट्रेस्ट हुन्छ नि। काम त गरिएको थियो तर काम मात्रै गरेर बसिएको थियो। अब पढ्ने चाहिँ कसरी, अलिकति अप्टिमाइज कसरी गर्ने होइन, अलि थोरै समयमा धेरै कसरी पढ्ने भनेर चाहिँ अलिअलि त्यस्तो कुराहरू बिस्तारै बिस्तारै सिकिँदै टाइम लाग्यो होइन। पढ्यो सिसिआने 3 महिना 6 महिना पढेर अनि पछि सर्टिफिकेसन पनि दियो। अनि त्यसले पनि इनिसियल करियरतिर चाहिँ हेल्प भएको छ है। त्यही हो, अब मेरो सुरु भएको भनेको चाहिँ त्यही क्लासबाटै नर्मल्ली फेसबुकबाट साथीहरूको थ्रु थाहा पाएर उता सरसँग पढ्न आएको म पहिला 5 वर्ष भइसक्यो। ओके, अनि सुरुमा अब फेसबुकबाट यताउताबाट कनेक्ट गरेको भन्नुभयो नि त होइन? अनि सुरुमा सरसँग कनेक्ट गर्दा चाहिँ अब हामीले सोचिन्छ नि त कस्तो बिजी मान्छे हुनुहुन्छ, अब त्यो रेस्पोन्सै दिनुहुन्न होला जस्तो लाग्छ नि त। अनि त्यसरी हजुरले कनेक्ट गर्दाखेरि चाहिँ कस्तो खालको रेस्पोन्स दिनुभयो त सरले? सरसँग अब फर्स्ट टाइम चाहिँ अब सिधै यता क्लासमा रेजिस्टर गरेर गएर सरसँग कनेक्ट भएको हो।
क्लास सकिसके क्लासमा त सरले रेस्पोन्ड गरि क्लास सकिसकेपछि चाहिँ त्यसपछि जुन हेल्प हुन्छ नि अब करियरको लागि अब सर के पढ्ने कसरी अगाडि बढ्ने कुरामा चाहिँ सरले टाइम दिइराख्नुहुन्थ्यो। जस्तै केही क्वेसन्सहरू छ भने सरले जस एक दिनमा भनौँ न जस्तो आज गऱ्यो भने भोलिसम्म चाहिँ रेस्पोन्ड गरिसक्नुहुन्थ्यो सरले। त्यसमा समस्या छैन। सरले सकेसम्म टाइम चाहिँ दिइराख्नुहुन्थ्यो। हजुर। ल अब साथीहरूलाई मैले माइक छोडिदिएँ, तपाईँहरूले अनम्युट गर्दै क्वेसन सोध्नुहोस् है त। नमस्ते रोजन सर। नमस्ते हजुर। म अहिलेको सरको स्टुडेन्ट समीर गुरागा यता इटलीबाट। अनि हजुरको अलिकति एजुकेसनल ब्याकग्राउन्डको बारेमा भनिदिनु न थोरै हामीलाई। एजुकेसनल ब्याकग्राउन्ड मैले चाहिँ यता बिआइएम पढेको टियुको त्रिभुवन युनिभर्सिटीको ब्याचलर्स इन इन्फर्मेसन म्यानेजमेन्ट। अब यो चाहिँ आइटी र म्यानेजमेन्टको कोर्स हो होइन। अनि तपाईँको म्यानेजमेन्ट पनि पढ्नुपर्छ, आइटी पनि पढ्नुपर्छ। 2016मा पास आउट, 16मा जोइन गरेर 20को पास आउट भनौँ न। अनि त्यही हो। अनि +2मा त्यही मैले म्यानेजमेन्टै पढाए हो होइन। अनि त्यसपछि तपाईँको ब्याचलर्सदेखि मैले कामै गर्न थालेँ हो। मैले मास्टर्स चाहिँ पढाएको छैन। ब्याचलर्स इन इन्फर्मेसन म्यानेजमेन्टको डिग्री छ एउटा। मलाई चाहिँ डेभलपकै बारेमा अलिकति भनिदिनु न एकचोटि। हजुर हजुर, तपाईँको आवाज कट्यो सर। डेभलपकै बारेमा अलिक भनिदिनु न। डेभअप्स होइन। अब यस्तो हुन्छ सर, अब डेभअप्स भनेको चाहिँ क्रिटिकल खालको रोल हुन्छ एउटा अर्गनाइजेसनमा होइन। अब तपाईँको कम्पनी अनुसारको हुन्छ डेभअप्स, कस्तो खालको रिक्वायरमेन्ट हुन्छ होइन। सपोर्ट पनि गर्नुपर्ने हुन्छ तपाईँ डेभअप्समा भएसर। अब सपोर्ट पनि हुन्छ, क्लाउडको फोकस्ड काम पनि गर्न सक्नुपर्ने हुन्छ, क्लाउड इन्जिनियर जस्तो होइन। मोनिटरिङमा पनि तपाईँले गर्नुपर्ने हुन्छ। अनि तपाईँको जुन एप्लिकेसन लाइफ साइकल पनि म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ। तपाईँको अलिकति ब्रोड छ सिस्टम चाहिँ होइन। अब तपाईँको कम्पनी हेरेर हुन्छ। अब मोस्टली भन्नुपर्दा चाहिँ तपाईँको डेभ र अप्स भने जस्तो एउटा डेभ टिम र अपरेसन्स टिमलाई त्यो जुन ग्यापलाई हुन्छ नि कम गराउने, अनि त्यही अनुसारले चाहिँ एउटा कम्पनीको अब प्रडक्ट हुन्छ नि, प्रडक्ट हुन्छ कि सर्भिस हुन्छ, त्यसलाई चाहिँ एकदम इफिसियन्टली म्यानेज गर्ने, त्यसको डिप्लोयमेन्ट लाइफ साइकलहरू हुन्छ नि त्यसलाई चाहिँ अलिकति अप्टिमाइज गर्ने, ओभरअल इन्फ्रास्ट्रक्चरलाई अझै तपाईँको हुन्छ नि इफिसियन्ट बनाउने, कसरी अपरेसनल्ली सजिलो बनाउने, सकेसम्म धेरै कामहरू अटोमेट गर्ने होइन। अनि एउटा तपाईँको स्ट्यान्डर्डाइज्ड वेमा चाहिँ तपाईँको आइटी सिस्टमहरूलाई राख्ने नै हो क्या काम चाहिँ। अब तपाईँको चाहिँ अब प्रोजेक्ट बेसिस हुन्छ। अब डेभअप्स भन्ने बित्तिकै सधैँ खालि तपाईँ अटोमेसन मात्रै गरेर बस्नुहुन्न। एउटा टाइम हुन्छ। अब डिप्लोयमेन्ट विन्डोमा तपाईँ डिप्लोय गर्नुहुन्छ, अरू बेलामा तपाईँ सपोर्ट दिएर बस्नुहुन्छ, अरू बेलामा तपाईँ मोनिटरिङ गरेर बस्नुहुन्छ, अलर्टहरू सेटअप गर्नुहुन्छ होइन। अरू भनेको अरू बेलामा तपाईँको कस्ट अप्टिमाइजेसन पनि गर्न सक्नुपर्ने हुन्छ। अब अर्को टाइममा भनेको सेक्युरिटी पनि तपाईँले हेर्नुपर्ने हुन्छ होइन। सो अब त्यो अनुसार चाहिँ अब ठुलो छ भनौँ न काम चाहिँ। अनि त्यही हो। अब डेभअप्सको बारेमा चाहिँ त्यो हो। अब तपाईँको अब डेभअप्समा छिर्नलाई चाहिँ अब मार्केटमा चाहिँ अब तपाईँको डेभअप्स भनेको चाहिँ एकदम क्रिटिकल रोल हुन्छ क्या अर्गनाइजेसनमा। तपाईँको प्रडक्सन सिस्टमहरूसँग खेल्नुपर्ने हुन्छ नि त सिधै। त तपाईँ अब सुरु गर्दाखेरि तपाईँ सुरुमै तपाईँले कसरी डेभअप्सको काम नदिन सक्छ है। किन भन्दाखेरि तपाईँले पहिला सिस्टम बुझ्नुपर्छ होइन। अनि तपाईँले एटलिस्ट तपाईँले नेटवर्किङको बेसिक्सहरू, लिनक्सको तपाईँले कमान्डरले के गर्छ होइन, त्यस्तो कुराहरू थाहा नपाइकन अनि तपाईँलाई कसैले कम्पनीको सिस्टमहरू चलाउनु दिँदैन, किनभने त्यहाँ केही समस्या भयो भने अब त्यहाँ डाउन टाइम आउँछ होइन। डाउन भएपछि अब कम्पनीलाई घाटा हुन्छ, त्यहाँ अलिकति टाइम कन्ज्युमिङ हुन्छ। त्यही भएर अब तपाईँ यदि अब तपाईँ कुन स्टेजमा हुनुहुन्छ करियरमा मलाई थाहा अलिक आइडिया भएन, तर जहाँसम्म लाग्छ तपाईँहरू स्टार्ट नै गरिराख्नु लाग्नुभयो होला जस्तो म मान्छु होइन। अब इनिसियली तपाईँ चाहिँ अब सिस्टम एडमिन होइन, जस्तो अब लिनक्स सर्भरहरू, विन्डोज सर्भरहरू अलिअलि चलाउनु भएको छ, त्यहाँ एटलिस्ट हुन्छ नि बेसिक अपरेसन्स कामहरू, एडमिनिस्ट्रेसन कामहरू आउँछ भने चाहिँ एउटा प्लस पोइन्ट हुन्छ। अनि प्लस तपाईँको अब नेटवर्किङहरू भनेको हुन्छ नि, अब डेभअप्समा छिर्दाखेरि तपाईँले त्यस्तो कोर नेटवर्किङ, राउटिङ, स्विचिङहरू चाहिँ चाहिँदैन होइन। एटलिस्ट तपाईँको आइपी एड्रेस पत्ता लगाएर पब्लिक आइपी हो कि प्राइभेट आइपी हो,
अब यो चलिरहेको छैन, किन चलिरहेको छैन, रिजल्भ भइरहेछ कि छैन, कहाँबाट रिजल्भ भइरहेछ यस्तो आइपीहरू होइन। अब कस्तो हुन्छ कम्पनीको रिसोर्सेसहरू त तपाईँको कम्पनीबाट मात्र ओपन हुने बनाउनु पर्यो नि त खोल्नलाई। कति कुरा चाहिँ इन्टरनेटबाट एक्सेसेबल गराउने, कति चाहिँ प्राइभेट नेटवर्कबाट मात्रै गराउने, त्यस्तो कुराहरू अलिअलि आउनु पर्यो। फायरवालको कुराहरू अलिअलि आउनु पर्यो होइन। अब 000 भने के हो, अनि अब त्यसमा तपाईँको स्पेसिफिक आइपीहरू मात्र कसरी गर्ने, सबनेटहरू अलिअलि त्यति चाहियो। अनि अर्को भनेको तपाईँको पोर्टहरूको कुरा चाहियो। जस्तो अब तपाईँको डाटाबेसको पोर्टहरू हुन्छ होइन, यस्तो यस्तो अब एसएसएसको पोर्टहरू हुन्छ, पोर्टिङहरू कसरी काम गरिरहेछ, पोर्ट टु आइपी कुराहरू हुन्छ नि। अब त्यस्तो अब सेक्युरिटीहरूमा आउँछ क्या है। त्यति भयो भने ओभरअल पुग्छ। अब अझै एडभान्स गएछ, अझै एडभान्सहरू भिपिएनको आइपीसेकहरूको कुरा पनि चाहिन्छ होइन। अब नर्मल्ली तपाईँ सुरु गर्नलाई चाहिँ त्यति भयो भने चाहिँ तपाईँलाई अलिकति सजिलो हुन्छ। अनि अर्को भनेको तपाईँको नेटवर्क रिलेटेड इस्यु आयो कतै होइन, अब डिएनएस रिजल्भ भइरहेको छैन, एसएसएस कनेक्ट भइरहेको छैन, टाइम आउट भइरहेछ भन्यो भने चाहिँ एटलिस्ट बेसिक लेभलको ट्रबल सुटिङ, कता रिजल्भ भइरहेछ, किन गइरहेको छैन, पोर्ट खोलिएको छ कि छैन, आइपी खोलिएको छ कि छैन, त्यति जान्नुभयो भने, अनि सिस्टमको बेसिक जान्नुभयो भने अब तपाईँलाई अर्को त्यो भयो नि बेसिक फाउन्डेसन बन्छ है। तपाईँलाई अर्को भनेको क्लाउड चाहियो। अब नर्मली अहिले त तपाईँको डेभअप्स भन्ने बित्तिकै सबैको क्लाउड नै छ होइन। अब नेपाली कम्पनीहरू कतै जानुभयो भने अनप्रेम हुनसक्छ। अनप्रेम भनेको फिजिकल सर्भरमा डेभअप्स गर्ने अलिकति कल्चर चाहिँ कमै छ क्या है। अनि तपाईँको अर्को भनेको ब्याकअपहरू होइन, तपाईँको कम्पनीको डाटाबेसहरूको ब्याकअपहरू, त्यो ब्याकअप चलाउने स्क्रिप्टहरू, ब्यास स्क्रिप्टहरू होइन, कसरी लिनुहुन्छ त्यस्तो कुराहरू चाहियो रिस्टोर गर्ने। अनि अर्को भनेको अब क्लाउड सिक्नु पर्यो। अब क्लाउड चाहिँ अलि हतार हुँदैन। क्लाउड भनेको चाहिँ पछि गएर अप्सनल कुरा हो, किनभने तपाईँले फिजिकल जे गर्नुहुन्छ क्लाउडमा चाहिँ त्यही कुरा हो, तर अलिकति डिफ्रेन्टली गरिन्छ क्या होइन। कन्सेप्ट राम्रो भयो भने क्लाउड तपाईँले बिस्तारै सिकिहाल्नुहुन्छ। अनि तपाईँको अर्को इम्पोर्टेन्ट कुराहरूको सिक्नुपर्ने भनेको चाहिँ के भने मैले लिनक्स भइहाल्यो, नेटवर्क भइहाल्यो, डकर एउटा सिक्नुपर्ने भयो है तपाईँहरूले। अब कस्तो हुन्छ भन्दाखेरि अब अहिले अलिकति टेक्नोलोजी सिफ्ट भइसकेको छ। अब सबै डेभअप्स भन्ने तपाईँ कुन कम्पनीको अब सिस्टमसँग खेल्नुहुन्छ, एप्लिकेसनहरू सर्भिसहरू के हुन्छ होइन। डकराइज अब तपाईँले कस्तो बुझ्नु पर्यो भन्दाखेरि डकरको बेसिक कन्सेप्ट बुझ्नु पर्यो होइन। अब त्यो त्यसमा नर्मली के हुन्छ त्यसको लाइफ साइकल बुझ्नु पर्यो। डकरको अब इमेज हुन्छ, बिल्ड हुन्छ होइन, अब पुस गर्नुपर्छ, इमेज रिपोजिटरी हुन्छ, त्यसलाई फेच गर्नुपर्छ, यता एप्लिकेसनमा डकर रन गर्नुपर्छ है, पोर्टहरू त्यसमा, अनि फाइल अब त्यो डकर फाइल कसरी स्ट्रक्चर गरे हुन्छ होइन। अनि त्यसलाई त्यस्तो कुराहरू एटलिस्ट बेसिक लेभलमा तपाईँले बुझाउनुपर्छ है। अनि अब तपाईँले डकर पनि बुझ्नु भएको छ भने अब तपाईँले त्यही डकर इमेजलाई लगेर कतै लगेर सर्भरमा भिएममा भनौँ न, क्लाउडको भिएममा लगेर तपाईँले डकर रन अथवा गरेर अप ल्याएर एटलिस्ट डकरको कन्सेप्ट बुझ्नुहुन्छ होइन। अब त्योभन्दा एडभान्समा जानुहुन्छ भने कुबरनेटिस भन्ने कन्सेप्ट छ है। अब त्यो चाहिँ अब अहिलेको अब तपाईँ लेटेस्ट अलिकति कम्पिटेटिभ मार्केटमा घुस्नुहुन्छ भने चाहिँ कुबरनेटिससम्म पनि चाहिन्छ। नर्मली स्टार्ट गर्नलाई डकरसम्म भए पुग्छन्, किनभने नर्मली कम्पनीहरूले अहिलेसम्मको सिनारीमा डकर आउँछ भने अनि तपाईँ अहिले मैले बेसिक फन्डामेन्टल कुराहरू आउँछ भने तपाईँ कतै डेभअप्सको लागि जान सक्नुहुन्छ। अनि अर्को भनेको सिआइसिडी पाइपलाइन्सहरू भन्छ। अब सिआइसिडी भनेको चाहिँ बेसिक यही सबै म्यानुअल कुराहरूलाई अटोमेट गर्ने एउटा पाइपलाइन मात्र हो है। अब त्यसको डिटेलमा अब तपाईँहरूले एटलिस्ट डेभअप्समा इन्ट्रेस्ट भएको मान्छेहरूले कतै त सुने होला सिआइसिडी होइन। अब कन्टिन्युस इन्टिग्रेसन, कन्टिन्युस डिप्लोइमेन्ट भन्छ। अब के हो त यो भन्नुपर्दा चाहिँ यसले जति पनि म्यानुअल एफर्टहरूलाई चाहिँ यसले चाहिँ एउटा कोडमा पाइपलाइन बनाएर अटोमेट गरिदिने मात्र हो क्या होइन। ताकि अब तपाईँले चाहिँ अब डेभलपरले कोड लेखिरहेको छ भने ऊ आफैले लगभग हुन्छ नि अब चाँडो टाइममा चाहिँ उसले के एप्लिकेसन लेखाएको छ, कोड लेखाएको छ भनेर उसलाई त टेस्ट गर्नु पर्यो नि त। लोकली टेस्ट नभएर अब सर्भरमा कतै डिप्लोय गरेर उसले हेर्नलाई अब सिआइसिडी पाइपलाइनहरू हुन्छ होइन। अनि यति भयो भने चाहिँ तपाईँले अब अलिकति फर्स्टमा इन्टर्नको रोलहरू होइन, कतै सिस्टम एडमिनमा पनि कतै कतै गराउँछ यस्तो कामहरू, त्यतातिर हेर्नु पर्यो। अब यो होइन, अब अर्को टिप्स दिनु पर्दा चाहिँ अब कसरी खोज्ने त यो इन्टर्नसिप भने चाहिँ अब हेर्नु पर्यो मार्केटमा। अब लिङ्क्डइनमा अब कतिजना मान्छेहरू डेभअप्स छ त भनेर खोज्नु पर्यो टक 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 होइन।
अनि उनीहरूले करियर सुरु कसरी गरेको थियो त कतै न कतै कसैले डेभअप्स इन्टर्न भनेर राखेको हुन्छ नि त अनि त्यस्तो त्यस्तो कम्पनीहरूलाई फलो गरेर राख्नु पर्यो क्या होइन अब एटलिस्ट थाहा हुन्छ नि त ए ल यहाँ त इन्टर्न दिँदो रहेछ नि त भने किनभने सबै ठाउँमा इन्टर्नसिप दिँदैन क्या एकदम तपाईँको हुन्छ नि अब नेपाली कम्पनीहरूमा लोकल कम्पनीहरूमा मात्र दिने हो किनभने तपाईँको अलिकति कम्पिटेटिभ मार्केट गएपछि उनीहरूले ट्रेन गरेर राख्दैन उनीहरूले एक्सपिरियन्स डेभअप्सहरू चाहिरहेको हुन्छ होइन अनि उनीहरूले सिकाएर बस्ने टाइम पनि हुँदैन त्यही भएर तपाईँले चाहिँ अब मार्केटमा यसो खोज्नु पर्दा चाहिँ मान्छेहरू हेर्नु पर्यो डेभअप्समा को काम गरिरहेछ कता कता ट्रेनिसिपहरू इन्टर्नसिपहरू होइन फेलोसिपहरू दिइरहेछ अनि खोजेर अनि यसो फलो गरेर राख्नुपर्छ अनि त्यहाँनिर बस्दै गरेर अनि गर्नुभयो भने चाहिँ अब तपाईँले फर्स्ट डेभअप्स इन्टर्न अथवा जबहरू ल्यान्ड गर्न चाहिँ होइन अब जबै ल्यान्ड गर्न चाहिँ तपाईँको अहिले अलिअलि सिस्टममा एक्सपिरियन्सहरू छ भन्यो भने तपाईँले एसोसिएट डेभअप्स कतैतिर ल्यान्ड पनि गर्न सक्नुहुन्छ है अब त्यो चाहिँ कम्प्लिटली तपाईँमै डिपेन्ड गर्छ तपाईँले कस्तो सिभी बनाएर एप्लाई गरिरहनु भएको छ होइन तपाईँको अहिलेसम्म नलेज कति छ के गर्नुहुन्छ भनेर अनि त्यसरी तपाईँ चाहिँ जानुभयो भने मार्केटमा अनि बिस्तारै सिक्दै जानुहुन्छ एउटा इन्टरभ्यूमा फेल हुन्छ त्यसपछि फेरि अर्कोमा बोलाउँछ अनि त्यस्तै गरेर अगाडि बढ्ने हो यसको यो डेभअप्सको सन्दर्भमा चाहिँ अनि यो चाहिँ सफ्टवेयर चलाउने हो कि अपरेटिङ सिस्टम आफैले बनाउने हो कि अथवा सफ्टवेयर कुनै पाइथन अथवा कम्प्युटर ल्याङ्ग्वेजहरू युज गरेर कि कसरी रन भइरहेको हुन्छ कम्पनीहरू चाहिँ यस्तो हुन्छ अब डेटाबेसहरू चाहियो होला हजुर हजुर तपाईँले कोड चाहिँ लेख्नु पर्दैन अब डेभलपरहरूले लेख्छ कोड है अब तपाईँ चाहिँ के गर्नुपर्छ भन्दाखेरि अब त्यो लेखेको कोडमा डकरको कन्सेप्ट भने नि मैले होइन अब कस्तो हुन्छ भन्दाखेरि डकर भनेको चाहिँ अब तपाईँले जुन डेभलपरले लेखेको कोडलाई चाहिँ प्याकेज गर्छ है अब त्यसले चाहिँ के हुन्छ भन्दाखेरि प्याकेज गरेर अब जस्तो सर्भरमा लगेर डिप्लोय गर्ने लेभलसम्ममा एउटा इमेज बनाइदिन्छ डकरले है अनि त्यो इमेज बनिसकेपछि चाहिँ अब तपाईँको काम सुरु भयो अब डेभलपरले लेखेको कोड डकर इमेजभित्र गइसक्यो अब डकर भनेकै थाहा छैन भने चाहिँ अब सिम्पल भाषामा बुझ्नु पर्दाखेरि जति पनि एप्लिकेसन सफ्टवेयरहरू भन्छ नि त्यसको कोड लेखेको हुन्छ है त्यसलाई कोडलाई चाहिँ अब एउटा ऱ्यापर जस्तो भनौँ न ऱ्यापरमा राखेर त्यो डकरले चाहिँ के गरिदिन्छ भन्दाखेरि जस्तो अब तपाईँको पाइथनको सिस्टम छ अरे होइन अब पाइथनमा लेखेको छ भने चाहिँ अब तपाईँको पाइथनलाई चाहिने डिपेन्डेन्सीहरू अपरेटिङ सिस्टमको जति पनि रिक्वायरमेन्टहरू हुन्छ नि डकरमै तपाईँले चाहिँ कोडसँगै ऱ्याप गर्न मिल्छ क्या भनेको त्यसलाई चाहिने रन टाइमहरू कोडहरू डिपेन्डेन्सीहरू तपाईँले इन्स्टल गरिवरी बिल्ड गरिवरी एउटा इमेज बन्छ है अब त्यो इमेज बनिसकेपछि त्यसको लाइफ साइकल चाहिँ अब यता आएर डेभअप्सले म्यानेज गर्नुपर्छ म्यानेज भनेको कस्तो भन्दाखेरि त्यो इमेजलाई लगेर अब तपाईँले सर्भरमा डिप्लोय गर्नु डिप्लोय भनेको के हो भन्दाखेरि अब तपाईँले एउटा वेबसाइट बनाउनु भयो अरे ल तपाईँले लोकलमा बनाउनु भयो अरे होइन अब तपाईँको ब्राउजरबाट खोल्छ मैले मेरो घरबाट खोल्न त अब तपाईँले कतै लगेर होस्ट गर्नु पर्यो होइन अनि त्यसलाई अब पब्लिक आइपी असाइन गर्नु पर्यो डोमेन म्याप गर्नु पर्यो अनि मैले तपाईँको बल्ल अब तपाईँको नाम अभिषेक हो भन्यो भने अब अभिषेक.com गएर हान्यो भने अनि वेबसाइट खोल्छ नि त अब डिप्लोयमेन्ट भनेको त्यही नै हो है अनि तपाईँको अब त्यो डेभलपरले लेखिरहेको कोडलाई इमेजमा राखेर अनि त्यसपछि डिप्लोय गरिसकेपछि अनि अब क्लाइन्ट हुन्छ नि त कम्पनीको अब क्लाइन्टले हेर्छ अब तपाईँहरूको क्युए टिमले टेस्टिङ गर्ने हो कि होइन अब गर्ने चाहिँ त्यो हो है अब तपाईँले कोड चाहिँ लेख्नु हुँदैन अब तपाईँले तर स्क्रिप्टिङहरू अनि अटोमेसनको स्क्रिप्टहरू होइन कति कुराहरू त अब जस्तो सिआइसिडी पाइपलाइन भने त्यो पनि एक किसिमको कोडै हो अब कोड भनेको जस्तो पाइथन जस्तो चाहिँ हुँदैन अब आफ्नो टुल अनुसारले सिन्ट्याक्स आफ्नै हुन्छ क्या है त्यो भनेको चाहिँ अब तपाईँले आफै हेर्नुपर्ने हुन्छ जे सब कोड चाहिँ नभनौँ त्यसलाई एउटा डिफ्रेन्ट फर्मेटमा प्रोग्रामिङ ल्याङ्ग्वेज जस्तै स्क्रिप्टिङ ल्याङ्ग्वेज भनौँ होइन अब बेसिक कुराहरू चाहिँ अनि तपाईँले लेख्नुपर्ने हुन्छ कोड बेसहरू अब तपाईँले चलाउनु पर्ने हुन्छ तपाईँले गिट चलाउनुहुन्छ एप्लिकेसन कसरी चलिरहेछ भनेर तपाईँले थाहा पाउनु पर्ने हुन्छ तपाईँले कोडै नलेखे पनि हुन्छ नि अब पछि तपाईँको प्रब्लम एप्लिकेसन डाउन भयो भने अल्टिमेटली आएर त डेभअप्सले नै फर्स्ट लेभलको ट्रबल सुटिङ गर्नुपर्ने हुन्छ लगिङहरू मिलाउनु पर्ने हुन्छ जस्तो अब एप्लिकेसनको लगहरू चाहिन्छ तपाईँलाई होइन पछि इस्यु आयो कतै तपाईँको कुनै फिचर चलाउँदाखेरि अब लेटेन्सीहरू आइरहेछ वेबसाइट स्लो भइरहेछ भन्यो भने त्यो डेभलपरले एक लेभलमा त हेर्ला तर तपाईँले हेल्प गर्नुपर्ने हुन्छ लगहरू दिएर हुन्छ कि होइन
मोनिटरिङ के गर्नु भएको छ अब ओभरअल काम चाहिँ त्यस्तो हुन्छ तर कोड चाहिँ लेख्नु पर्दैन तपाईँले स्क्रिप्टिङहरू अब चाहिँ गर्नुपर्ने हुन्छ नर्मल्ली अब स्क्रिप्टिङ भनेको पाइथनकै पनि हुन्छ अब धेरै जस्तो क्लाउडमा चाहिँ अब तपाईँले AWS चलाउनु भयो भने AWS कै आफ्नै ऊ चलाउनु पर्ने हुन्छ एसटिकेहरू होइन एसटिके भनेको चाहिँ अब तपाईँ सफ्टवेयर डेभलपमेन्ट किट भन्छ उनीहरूकै स्पेसिफिक प्रोग्रामिङ ल्याङ्ग्वेज जस्तै भनौँ न सिन्ट्याक्स जस्तै एउटा हो क्या तपाईँ AWS को एपिआईहरू युज गर्नुहुन्छ भने उनीहरूकै सिन्ट्याक्स फलो गर्नु पर्यो नि त हो त्यही भन्नु खोजेको अब जुनै पनि ल्याङ्ग्वेज गर्नुहुन्छ आफ्नै तरिका हुन्छ होइन त्यस्तै अहिले तपाईँले स्क्रिप्टिङहरू अटोमेसनहरू गर्न सिक्नुपर्ने हुन्छ अब डेभअप अब आफूलाई पढ्न मन लाग्यो अथवा प्र्याक्टिस गर्नु पर्यो भने चाहिँ कसरी गर्ने अथवा कुनै भर्चुअल अथवा फ्री सोर्स छ कि के छ ओपन सोर्स छ कि के छ त्यस्तो रिसोर्स चाहिँ हुँदैन तपाईँले रिसोर्स नै चाहेको हो भने नर्मल्ली तपाईँले चाहिँ अब डकरको कन्सेप्ट पहिला बुझ्नु पर्यो होइन अनि तपाईँले अब अर्को भनेको वेब सर्भरहरू चलाएको हुनु पर्यो अब तपाईँले कति एन्जिनिक्सहरू टमक्याटहरू सुन्नुहुन्छ किनभने तपाईँले वेबसाइट होस्ट गर्न चाहिँ लास्टमा वेब सर्भरै तपाईँले आउनुपर्छ होइन अब सुरु गर्नु पर्दाखेरि अब अहिले तपाईँले युट्युबमै जानुभयो भने पनि फ्री रिसोर्सेसहरू प्रोजेक्टहरू धेरै नै पाइन्छ है तपाईँले लिनक्स आउँदैन भने लिनक्सबाट सुरु गर्नु पर्यो पहिला है लिनक्स आइसकेपछि अब बेसिक फाउन्डेसन नेटवर्किङ सिक्नु पर्यो होइन अनि अब तपाईँले त्यो सिकिसकेपछि अनि तपाईँले अब जानु पर्यो डेभअप्स स्पेसिफिक कुराहरूमा जस्तो अब डकरबाटै सुरु गर्नुपर्छ अब डकर भनेको अहिले एकदम कोर नै हो है डकर सिकिसक्यो डकर खासै गाह्रो छैन बेसिक कन्सेप्ट सिक्नु पर्यो अनि ल्याबहरू केही छ अब प्रोजेक्टहरू तपाईँले चाहिँ अब युट्युबमा अब खासै अब 2-3वटा इन्फ्लुएन्सरहरू मलाई नाम चाहिँ अब ठ्याक्कै भन्न सकिँदैन तर जे तपाईँले गएर डेभअप्स फाउन्डेसन कोर्सबाट यसो खोजेर सर्च गरेर काहीँ न काहीँबाट चाहिँ सुरु गर्नु पर्यो है अब यो फिक्स पाथ भनेर चाहिँ हुँदैन अब त्यस्तो अब पेड कोर्सेसहरू अब मैले चाहिँ कामबाट सिकेँ हो खासै त्यस्तो त्यो कोर्सहरू चाहिँ हेरेँ होइन है डेभअप्सको चाहिँ वान एट अ टाइम गर्दै तपाईँ पहिला अब आउँदैन भने कोर लिनक्स बेसिक नेटवर्किङ सिकेर अनि त्यसपछि अब डकरहरू CI/CD भने के हो होइन अनि त्यसपछि AWS क्लाउड भनेको के हो क्लाउड चाहिँ के हो क्लाउडमा कसरी डेभअप्स हुन्छ भनेको बेला बेसिक कुरा सबै थाहा पाएर होइन अनि त्यसपछि अब तपाईँले डकरबाट सुरु गर्दा हुन्छ तपाईँले अझ हेर्नुभयो भने डेभअप्सको कोर्सहरू अहिले युट्युबमै तपाईँले धेरै पनि जति पनि पाउनुहुन्छ है एटलिस्ट बुझ्नलाई चाहिँ त्यसपछि त्यो गरेर त्यतिले तपाईँले काहीँ जब ल्यान्ड गर्न लेभलको नलेज चाहिँ तपाईँले पाउनुहुन्छ अरू कुरा भनेको तपाईँले कामै गरेर सिक्ने हो होइन त्यति गरेर हेरेर कन्फिडेन्स चाहिँ आउँदैन रियल टाइममा अर्कै हिसाबमा काम हुन्छ क्या तपाईँले गर्न सिकाएर अब त्यहाँ तपाईँले म्यानेजरले ल यो गर बाबु 2 घन्टामा भने अलिक फरक हुन्छ क्या अलिकति डेडलाइन कम हुन्छ तपाईँले सिकाएर जस्तो चाहिँ हुँदैन तर इन्टरभ्यूसम्म जानलाई एटलिस्ट हुन्छ नि कन्सेप्ट क्लियर गराउनलाई तपाईँले युट्युबमा गएर कुनै डेभअप्स कोर्स डेभअप्स फर बिगिनर्स अथवा डेभअप्स फर इन्टरमिडिएट हानेर 2-3वटा हेरेर कुन चित्त बुझ्छ कसले पढाएको चित्त बुझ्छ सुरु गर्ने पहिला फ्री रिसोर्सबाट सुरु गर्ने पहिला त्यही हो अनि त्यसपछि अब अझै यो भएन भने चाहिँ अब तपाईँसँग इन्भेस्ट गर्न पैसा छ भने अब युडेमीतिर अब मन लाग्छ भने अब $10 दिलेर कोर्सेसहरू किन्दा पनि हुन्छ अगेन अब आफ्नो कुरा हो होइन कसैसँग अब छ भने किन नगर्ने त आफ्नो लागि त्यो हो नि मान्छेले पैसा तिरेपछि भयो अलिकति सिरियसली लिन्छ त जिन्दगीमा होइन अलिकति अब होइन यो त फ्री त अल्छी लाग्यो यो पढाएकै बुझेन भन्यो भने अब युडेमीमा गर्दा नि भयो अब मैले चाहिँ के देख्छु भन्दाखेरि अब कति गरेर चाहिँ बुझ्दै बुझेन मलाई टिचरै चाहिन्छ भन्यो भने अब मेरो साथीहरू इन्स्टिट्युट गएर पढेका पनि छन् है 40,000 50,000 तिरेर होइन अब होइन मलाई त अब पढाउनै पर्छ एउटा मान्छे राखेर मैले त बुझ्दै बुझेन भन्यो भने त्यसरी सुरु गर्दा पनि हुन्छ है अब सुरु गर्ने कुरा मात्र हो अब कति मेहनत गरेर कति सिरियसली पढ्नुहुन्छ त्यो आफ्नोमा कुरा हो तर आफ्नो पढ्ने तरिका हुन्छ तपाईँलाई टिचर चाहिन्छ भन्यो भने जानुहोस् 50,000 40,000 खर्च गर्नुहोस् होइन तर तपाईँले राम्ररी गर्नुभयो भने तपाईँले जब ल्यान्ड गरेपछि पैसा चाहिँ उठ्छ नउठ्ने चाहिँ होइन अनि त्यसरी सुरु गर्ने हो है ल अब तपाईँको लेभल कतिमा हुनुहुन्छ कतिको आफैले पढ्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ तपाईँ आफैले असेस गर्नुपर्छ क्या किनभने तपाईँले डेभअप्सको बेसिक्स हेरेपछि मलाई त्यो लिनक्स आउँछ मलाई नेटवर्क आउँछ यो डकर पनि लिनक्सै रहेछ त के नै नयाँ कुरा रहेछ भनेर पढ्नुभयो भने त्यो पनि सकिन्छ होइन मैले त बुझिनँ के गरेँ गर्न त गरेँ के गरेँ मैले टिचर चाहिन्छ भन्यो भने
इन्स्टिट्युट जाने। अब इन्स्टिट्युटले पनि त्यही बेसिक नै पढायो भने तपाईँको युट्युबमा जे पढाएको छ तपाईँलाई त्यही गर भन्ने हो होइन। त्यो मिलाएर आफैले असेस गरेर आफ्नो डिसिजन आफैले लिनुपर्छ। अरू साथीहरूको के छ त क्वेसनहरू राख्नुहोस्। च्याट बक्समा एउटा क्वेसन चाहिँ आएको रहेछ, सायद हजुरले यसको एन्सर दिइ पनि सक्नुभयो जस्तो लाग्छ है। है त केही यदि ब्याचलर्स हजुर सायद सक्नुभयो जस्तो लाग्यो मलाई पनि, अनि त्यही भएर ए हजुर पक्नु है त म क्वेसन पढिहाल्छु है त। अब यसमा कुरो गर्नुपर्दा चाहिँ अझै अलिक स्ट्रक्चर वेमा भन्नुपर्दाखेरि अब लिनक्स बेसिक आउनु पर्यो होइन। लिनक्स चाहिँ अलिकति इम्पोर्टेन्ट हुन्छ। एकपटक क्वेसन पनि पढ्नु, ए एकपटक ल क्वेसन हुन्छ। पनि सुनाइदिनु यदि न। कोही ब्याचलरको विद्यार्थी अहिले फर्स्ट वा सेकेन्ड इयरमा छ, पछि गएर डेभअप्स इन्जिनियर बन्ने चाहन्छ भने उसले कलेजको कोर्स बाहेक अहिलेदेखि नै के कुरा पढ्दा सुरु गर्दा राम्रो हुन्छ है। यसमा भन्नुपर्दा पहिला चाहिएको चाहिँ लिनक्स नै एकदम फाउन्डेसन हो। तपाईँले अब कुबरनेटिस डकर जति पनि टुलहरू गर्नुहुन्छ रन गर्दाखेरि लिनक्स कमान्ड रन गरेको जस्तै गरेर गर्नुहुन्छ क्या है। अनि लिनक्स चाहिँ एकदम तपाईँले बेसिक लेभलमा, त्यस्तो एडभान्स पनि चाहिँदैन। एडभान्स पढ्न चाहन्छ भने तपाईँ जोइन गर्दा पनि हुन्छ, किनभने अब पहिला जस्तो अलिकति टेक्निकल्ली हुन्छ नि। अब पहिला जस्तो अनप्रेमिसेस काम गर्नु पर्दा चाहिँ लिनक्स हेभी चाहिन्थ्यो क्या। अब अहिले क्लाउडमा चाहिँ अलिकति सजिलो गराइदिएको छ क्या। अब तपाईँ हुन्छ नि सबै कुरा आउनु पर्दैन। तपाईँलाई चाहिए बेला तपाईँले के खोजेर गर्न सक्ने सम्मको चाहिँ कन्फिडेन्स चाहिन्छ होइन। किनभने जति पनि इन्फर्मेसन इन्टरनेटमै छ नि त। अनि तपाईँले बेसिक लिनक्स सिकेर अनि त्यसपछि नेटवर्किङको कोर कन्सेप्ट सिकेपछि अब तपाईँले जानु पर्यो डकरहरूको बुझ्नु पर्यो। अनि अरू तपाईँको अब त्यही हुन्छ नि, अब कम्पनीहरूले कलेजहरूले अब एडब्लुएसहरूको बारेमा अलिअलि अब अझर होइन। क्लाउड कम्प्युटिङ भनेको के हो, क्लाउडमा चाहिँ कसरी कुराहरू होस्ट गरिन्छ, क्लाउडहरूको सिक्दा पनि हुन्छ है। क्लाउडको बारेमा एकदम मजाले तपाईँले पढ्नु पाए पनि हेल्प हुन्छ। अनि त्यो क्लाउड पढिसकेपछि तपाईँले डकर तपाईँले आइसकेपछि तपाईँ चाहिँ अनि एक लेभलमा एटलिस्ट हुन्छ नि एउटा डेभअप्स इन्जिनियर इन्ट्री लेभल अथवा इन्टर्नसिप गर्नलाई चाहिँ रेडी हुनुहुन्छ क्या है। अनि तपाईँले स्टार्ट गर्नुपर्ने लिनक्सपट्टि हो। डकर पढ्नुहोस्, एडब्लुएसहरू क्लाउडहरू कुनैको बारेमा बुझ्नु मन लाग्छ भने त्यो पनि पढ्नुहोस्। अनि तपाईँलाई अर्को भनेको गिट आउनु पर्यो, गिट होइन एकदम बेसिक। एटलिस्ट तपाईँलाई हुन्छ नि गिटको कोर कन्सेप्टहरू आउनु पर्यो। गिट आइसकेपछि अनि तपाईँलाई डकर आइसकेपछि तपाईँ लगभग रेडी हुनुभयो क्या। अब त्यसपछि अरू कुराहरू भने तपाईँले आफै सिक्नुहुन्छ क्या। त्यति तपाईँले भइसकेपछि तपाईँको एउटा डिसिप्लिन बनिसकेको हुन्छ क्या। त्यति पढ्नलाई पनि तपाईँ कुन लेभलमा पुग्नुपर्छ क्या। अब तपाईँ सबै कुरा आउँदैन, तर त्यति पढ्नु भएपछि तपाईँले आफै थाहा हुन्छ कि अब मैले के पढ्नुपर्छ भनेर है। पहिला त्यतिमा सुरु गर्नुहोस्, जति पनि हुनुहुन्छ त्यति एउटा भइसकेपछि अनि तपाईँले ठ्याक्क मलाई के पुगेको छैन अब डेभअप्समा भन्ने कुरा तपाईँले त्यहाँबाट ठ्याक्क थाहा पाइनु। ओके, धेरै धेरै धन्यवाद। अनि अब जस्तै हामीले त यो सबै कुराहरू सिक्नुपर्ने रहेछ नि त डेभअप्स बन्नको लागि। जे होस् एउटा बेसिक भनौँ न, कोडिङ पनि चाहियो, अनि क्लाउड चाहियो, नेटवर्किङ चाहियो, लिनक्स चाहियो है। अनि अब यस्तो सबै कुराहरूमा हेर्दाखेरि चाहिँ त्यो सबै कुराहरू गरेको छ, तर मास्टर चाहिँ कुनै कुरामा पनि भएको छैन भनेर चाहिँ आफूलाई फिल हुन्छ कि हुँदैन, त्यो कुरालाई चाहिँ कसरी ओभरकम गर्ने? हुन्छ, त्यो चाहिँ एकदम हुन्छ है। अब सबैलाई सबै कुरा चाहिँ आउँदैन। मैले अनेस्टली भन्नुपर्दाखेरि तपाईँ कुनै कम्पनीमा बसेर काम गरिरहनु भएको छ, तपाईँले त्यही कम्पनीमा काम हुने मात्र आउँछ सबैलाई है। यो चाहिँ मेरो मात्र होइन, सबैलाई धेरै जस्तो त्यही नै हुन्छ, किनभने एउटै कुरा गरिरहेको हुन्छ नि त। मास्टर चाहिँ यस्तो हो, तपाईँले कतिसम्म आउनु पर्यो भन्दाखेरि एउटा लेभलमा तपाईँले कुरा इम्प्लिमेन्ट गरिसकेपछि त्यही कुरालाई अलिकति डिफ्रेन्टली गर्न तपाईँलाई गाह्रो हुँदैन। त्यही भएर तपाईँको फाउन्डेसन अलिक स्ट्रङ भयो भने तपाईँले त्यो कुरालाई कसरी डिफ्रेन्टली गर्ने अथवा नयाँ कुरा चाहिँ हुन्छ नि
मास्टरै भने यस्तो हुन्छ अब तपाईँको डेभअप्समा चाहिँ कस्तो हुन्छ भन्दाखेरि मास्टर भन्दा पनि तपाईँलाई सबै कुरा आउनै पर्छ क्या एउटा कुरामा मात्र मास्टर गरेर पनि सजिलो त सजिलै हुन्छ तर जस तपाईँले चाहिँ एक लेभलमा सबै कुरा आउँछ भने पनि तपाईँले त्यो चाहिँ बिस्तारै बिस्तारै एक्सपिरियन्सबाट बटुल्दै जानुहुन्छ क्या त्यस्तो कुराहरू चाहिँ किनभने तपाईँले सबै कुरा पढेर सबै कुरा पढेर मात्रै तपाईँले हुँदैन नि त तपाईँले अब कहाँ तपाईँ कस्तो ठाउँमा काम गरिरहनु भएको छ कस्तो टेक्नोलोजीसँग काम गरिरहनु भएको छ त्यही अनुसारले तपाईँको स्किल सेप हुँदै जान्छ क्या यो डेभअप्सको फिल्डमा चाहिँ अब तपाईँले अब इन्ट्रेस्ट हुने मान्छेहरूले त अब हुन्छ नि न टेक्नोलोजी के हुँदैछ भनेर अब इम्प्लिमेन्ट गर्दै गर्दै पनि जानुहुन्छ तर अब मलाई चाहिँ हुन्छ नि अब सबै कुरा आउँछ तर कुनै कुरा पनि म पर्फेक्ट छैन भन्ने चाहिँ अब त्यो चाहिँ सबैलाई हुन्छ त्यस्तो चाहिँ सोच्नु भएन तपाईँले कतिसम्मको कन्फिडेन्स चाहियो भने चाहिँ कसैले केही नयाँ गर्नु दियो भने मैले केही टाइममा रिसर्च गरेर गर्न सक्छु भन्ने कन्फिडेन्स भयो भने चाहिँ तपाईँले त्यसै त्यसै टास्कहरू गर्दै 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 जाँदा जाँदै तपाईँको एक्सपिरियन्स पनि बढ्ने हो कन्फिडेन्स पनि त्यसरी बढ्ने हो क्या अनि त्यो भइसकेपछि तपाईँले खासै समस्या आउँदैन त्यसमा चाहिँ के बुझ्नुहोस् भन्दाखेरि सबैलाई सबै कुरा आउँदैन फर्स्ट टाइम गर्दाखेरि सबैले बिगार्छ सबैलाई टाइम लाग्छ गर्दै जाँदाखेरि त्यही कुरा सजिलो लाग्छ है थ्याङ्क यू त्यो कुरा चाहिँ बेस्ट लाग्यो अनि अहिले चाहिँ डेभअप्सको नेपालमा सायद बाहिरको कम्पनीहरू पनि धेरै नै छन् होला है डेभअप्सको लागि भनेर खुलाउने होइन त्यस्तै केही फरक हुन्छ नेपालको कम्पनी र बाहिरको कम्पनीहरूमा डेभअप्स इन्जिनियरको त्यो एक्सपेक्टेसन अनि उनीहरूको गर्ने काम गर्ने कल्चरको कुराहरू हजुर अब यस्तो हुन्छ तपाईँको नेपाल कम्पनीमा नेपाल बाहिर भन्दा पनि अब अलिकति तपाईँ कम्पिटिटिभ मार्केटमा छिरिसकेपछि अलिकति तपाईँको हुन्छ नि सिनेरियो फरक हुन्छ है अलिकति उनीहरूको एउटा केही तरिका गर्नु पर्यो केही काम गर्नु पर्यो भने एउटा स्ट्यान्डर्ड प्रोसेसहरू हुन्छ फलो गर्ने होइन अनि प्रोसेसहरू हुन्छ अप्रुभल प्रोसेसहरू हुन्छ अब फिक्स एउटा हुन्छ नि टाइम सेड्युल हुन्छ काम गर्नेहरू अलिकति स्ट्यान्डर्ड हुन्छ भनेको अनि त्यसमा चाहिँ कम्पिटेटिभ हुन्छ अलिकति होइन तपाईँको कम्युनिकेसन पनि चाहिन्छ टिमसँग बोल्ने कुराहरूदेखि लिएर तपाईँको टेक्निकल स्किल मात्र हेर्दैन होइन अनि त्यही अनुसारले तपाईँको एकदम पर्फेक्ट एटलिस्ट हुन्छ नि अब एक लेभलको सबै कुरा तपाईँको बिहेभियरदेखि लिएर टेक्निकल स्किल्सदेखि लिएर तपाईँको हुन्छ नि अब कस्तो छ त मान्छे होइन अब काम गर्न सकिन्छ कि सकिँदैन त्यस्तो खालको एउटा हुन्छ नि त्यो त्यस्तो खालको तपाईँको नन टेक्निकल कुराहरू पनि अलिअलि असेसमेन्ट हुन्छ हुन त नेपाली कम्पनीमा नि हुन्छ नहुने चाहिँ होइन अब नेपाली कम्पनीमा चाहिँ तपाईँले कति फ्रिडम हुन्छ भन्यो भने चाहिँ केही कुरा तपाईँलाई गर्न मन लाग्छ भने तपाईँले अब टिम हेरेर अब कति कुराहरू आफैले इम्प्लिमेन्ट गर्ने लेभलको हुन्छ नि अब त्यस्तो अलिकति फ्रिडम चाहिँ पाउनुहुन्छ फरक केही पनि छैन त्यही नै काम गर्ने हो अब विदेशमा कम्पनीहरू पायो भने त अलिकति तपाईँलाई एउटा स्ट्यान्डर्ड प्रोसेसहरू फलो गर्नुपर्ने हुन्छ अब नेपालमा पनि हुन्छ अब कम्पनी कुन स्टेजमा छ भन्ने कुरा मात्र हो त्यसमा खासै फरक पाउँदिनँ मैले तपाईँले त्यही हो अलिकति अब कम्पिटिटिभ मार्केट छिरेपछि चाहिँ अब तपाईँको एक त घुस्न पनि गाह्रो हुन्छ किनभने तपाईँलाई एउटा लेभल अफ एक्सपिरियन्स चाहिसकेको हुन्छ अनि सबै कुराहरू भइसकेपछि मात्र तपाईँले त्यस्तो मार्केटमा भिड्ने हो होइन नर्मली सुरु गर्दाखेरि तपाईँलाई चाहिँ अब त्यही हो तपाईँले चाहिँ सकेसम्म धेरै काम गर्नु पर्यो नयाँ नयाँ कुरा कसरी इम्प्लिमेन्ट गर्नु पर्यो होइन अनि त्यसरी गर्दै गर्दै जाँदाखेरि एक लेभलमा तपाईँलाई चाहिँ ल म चाहिँ अब रेडी भइसकेँ मैले चाहिँ एटलिस्ट हुन्छ नि एउटा कम्पनीको डेभअप्स मैले हेर्न सक्छु त्यस्तो भयो भने चाहिँ तपाईँले अलिकति कम्पिटिटिभ मार्केटतिर छिर्नु भयो भने स्कोप चाहिँ छ होइन त्यसको लागि चाहिँ तपाईँले टेक्निकल स्किल्स मात्र नभएर इन्टरभ्यू फेस गर्ने कुराहरूदेखि लिएर आफ्नो आइडियाजहरू कन्फिडेन्टली राख्नु पर्यो होइन इन्टरभ्यूहरूमा किनभने उनीहरूले टेक्निकल असेस गर्दैन तपाईँले कसरी बोलिरहनु भएको छ कसरी आइडियाहरू प्रेजेन्ट गरिरहनु भएको छ त्यस्तो कुराहरू मात्रै हेर्छ क्या धेरै जस्तो है अनि त्यस्तो कुराहरू चाहिँ कहाँबाट आउँछ भन्दाखेरि एक्सपिरियन्सबाट आउँछ कि अब तपाईँले कतिजना मान्छेसँग बोल्नुहुन्छ काम होइन अनि त्यस्तो कुराहरूले चाहिँ अलिकति धेरै नै इम्प्याक्ट पार्छ क्या किनभने तपाईँले काम त जसले नि गर्छ होइन अब तपाईँलाई लगेर के गर भने तपाईँले अलिकति ढिलो गर्नु होला तर गर्नु त गर्नुहुन्छ नि त होइन अनि त्यही भएर तपाईँको चाहिँ ओभरअल चाहिन्छ क्या एकदम तपाईँको प्याकेज चाहिन्छ क्या ओभरअल चाहिँ टेक्निकलदेखि लिएर नन टेक्निकल वेहरूमा पनि तपाईँ अलिकति स्ट्रङ हुनुभयो भने चाहिँ अनि तपाईँलाई अलिकति कम्पिटिटिभ मार्केट छिर्न सजिलो हुन्छ हो धेरै राम्रो कुरा अनि के चाहिन्छ त यो सफ्ट स्किलको कुराहरू टेक्निकल बाहेक चाहिँ
यसको लागि त अब तपाईँले फर्स्टमा भनेको सफ्ट स्किल्समा चाहिँ कतै तपाईँ कम्पनीमा फर्स्टमा छिर्नु भयो भने यो चाहिँ तपाईँको विथ टाइम आफै ग्रो हुने कुरा हो कि जस्तो अब तपाईँ कुनै कम्पनीमा अब सिधै तपाईँ नयाँ ठाउँमा जाँदा तपाईँलाई डर लाग्छ कोहीसँग बोल्नलाई होइन कसैको आइडियाजहरू राख्न गाह्रो लाग्छ तपाईँलाई अब 10-20 जनाको अगाडि आइडिया राख्न अप्ठ्यारो लाग्न सक्छ होइन त्यो चाहिँ तपाईँको एक्सपिरियन्सले भन्छ अब तपाईँ जस्तो अब फर्स्टमा जानु भइरहेछ भने तपाईँले सुन्नुहुन्छ अरूले भनेको कुराहरू बिस्तारै राख्न थाल्नुहुन्छ तपाईँलाई त्यो टिम कम्फर्टेबल लाग्छ त्यस तपाईँले आफ्नो आइडियाजहरू प्रेजेन्ट गर्नुहुन्छ होइन अब त्यो तपाईँले गर्दै 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 जाँदाखेरि अनि अझ अरूहरूको अगाडि बोल्नुहुन्छ अनि त्यस्तो त्यस्तो ह्याबिट भनेको चाहिँ तपाईँले प्र्याक्टिस गर्नै पर्छ है अब यो चाहिँ अब सफ्ट स्किल सिक्ने भन्दा पनि अब गरेर सिक्ने कुरा हो कि कति बोल्नुहुन्छ अब तपाईँलाई अलिकति हुन्छ नि एउटा कस्तो भन्ने यस्तै यस्तै जस्तो यो सेसनहरू पनि एउटा एउटा प्लेटफर्म भयो बोल्नलाई होइन अब तपाईँ फिजिकल अफिस जानुहुन्छ भने ल तपाईँको मिटिङ छ अरे त्यहाँ त्यस्तो कुराहरूमा कन्फिडेन्ट भएर कुराहरू राख्नुहुन्छ होइन अनि अरूको कुराहरू बुझ्नुहुन्छ यसो अरूलाई सुन्नुहुन्छ मेन त सुन्नु पनि पर्यो मान्छेलाई होइन सुनिदिनु पर्यो अरूको कुरा पनि अनि यस्तो कुराहरू चाहिँ तपाईँ यसो कतै अब कम्पनीसँग इन्भल्भ हुनुहुन्छ भने तपाईँले बिस्तारै सिक्नु भइहाल्छ अनि अलिकति कन्फिडेन्ट हुनलाई चाहिँ तपाईँले एकछिन टाइम चाहिँ लाग्छ एकदम मान्छेहरू हुन्छ अब तपाईँले 5 वर्ष पनि लाग्न सक्छ एउटा लेभलमा पुगेर हुन्छ नि कसैले 1 वर्षमा डेभलप गर्छन् कसैले 2 वर्षमा डेभलप गर्छन् यो यस्तो कुराहरू चाहिँ अब तपाईँले जति तपाईँको एक्सपोजर हुन्छ यो कम्युनिकेसनमा बोल्ने कुरामा त्यति चाँडो सकिन्छ अनि त्यही हो तपाईँले चाहिँ अब यो कन्फिडेन्ट डेभलप हुने चाहिँ कसरी भन्दाखेरि अब तपाईँले काम गर्दै जाँदाखेरि तपाईँलाई त एक लेभलको आउँछ मलाई यो गर्न सक्छु भन्ने कन्फिडेन्स भएपछि अनि तपाईँले गएर त्यो आइडियालाई पनि कन्फिडेन्टली प्रेजेन्ट गर्न सक्नुहुन्छ नि त होइन अनि त्यस्तै हो अब तपाईँको त्यो भनेको एक त एउटा तपाईँको फाउन्डेसन राम्रो हुनु पर्यो टेक्निकल स्किल्स होइन अनि तपाईँले त्यो कुरा बल्ल पो तपाईँले कन्फिडेन्टली प्रेजेन्ट गर्न सक्नुहुन्छ नि अर्को भनेको अनि यसो बोलिराख्ने बानी चाहिँ हुनु पर्यो त्यो दुइटा कम्बिनेसन भयो भने चाहिँ तपाईँले विथ टाइम धेरै ग्रो गर्नुहुन्छ क्या हो एकदम अनि भनेपछि यो लर्न बाई डुइङ होइन सफ्ट स्किलको कुराहरू चाहिँ हामीले गरेर नै मोस्टली सिक्न सकिन्छ हो एकदम अनि जस्तै कि अब हामीहरू त लगभग अहिले यहाँ चाहिँ ब्याचलर गरिराखेको ब्याचलर सर्टिफिकेसन भएको स्टुडेन्टहरू छौँ होला तर अब हुन्छ नि अब +2 लेभल पछि ड्रप आउट गर्नुभएको अथवा 10 पछि नै ड्रप आउट गर्नुभएको तर उहाँलाई चाहिँ अब डेभअप्स म पढ्न सक्छु कि सक्दिनँ डेभअप्स इन्जिनियर बन्न सक्छु कि सक्दिनँ भनेर पनि क्वेसन आएको हुनसक्छ किन भन्दाखेरि अब यो त कोर्स भन्दा पनि मोस्टली यो टेक्निकल कुराहरू अनि सर्टिफिकेसनको कुराहरू यो यसको फाउन्डेसन भएपछि बन्न सकिन्छ भन्ने पनि छ नि त हो त्यो कुराहरूलाई चाहिँ कसरी हेर्नुहुन्छ यो सकिन्छ कि सकिँदैन पोसिबल छ कि छैन अनि ब्याचलरकै सर्टिफिकेट चाहिन्छ कि इन्टरभ्यूमा अथवा यो फाउन्डेसनहरू राम्रो भएपछि पनि हामी बन्न सकिन्छ कि डेभअप्स इन्जिनियर कस्तो छ यो कुरामा चाहिँ अब तपाईँले पहिला डेभअप्स भनेको थाहा हुनु पर्यो के हो डेभअप्स भन्ने पहिला बुझ्नुपर्छ होइन तपाईँले यतिकै पढ्न सक्छु कि सक्दिनँ भन्दा नि तपाईँलाई पढ्न मन छ कि छैन होइन डेभअप्स चाहिँ किन रोज्नु भयो तपाईँले अब त्यो रिजन एउटा एकदम स्ट्रङ हुनुपर्छ पहिला है अनि किनभने अब तपाईँले सुरु त गर्नु होला अब सुरु मात्र गरेर त हुँदैन अब त्यसलाई तपाईँले चाहिँ एन्ड रिजल्टसम्म जस्तो पढेर इम्प्लिमेन्ट गरेर अब धेरै महिना प्र्याक्टिस गरेर काम नपाउँदा पनि स्टिल कन्टिन्युटी दिन सक्नुहुन्छ कि हुँदैन होइन त्यो कुराहरू एकदम म्याटर गर्छ अब तपाईँले अलिअलि अब आइटीहरू आउँछ इन्ट्रेस्ट छ भन्ने भने तपाईँले अब त्यस्तो केसमा चाहिँ होइन तपाईँ इन्स्टिट्युट नै जान सक्नुपर्ने पनि हुन्छ किनभने तपाईँलाई थाहा हुँदैन तपाईँलाई कसैले सिकाइदिनुपर्छ यो गर भनिदिनुपर्छ है अब गर्न चाहिँ सकिन्छ नसकिने होइन पहिला चाहिँ त्यसको लागि डेभअप्स भनेको के हो म किन जाने डेभअप्स भन्ने कुरा एउटा स्ट्रङ रिजन बनाउनुहोस् अनि त्यो भइसकेपछि अब फर्स्टमा तपाईँलाई चाहिँ एकदम हुन्छ नि अब पैसा हालिहाल्न मन लागेन भने तपाईँले पहिला अनलाइन रिसोर्सेस हेर्नुहोस् फ्री रिसोर्सेस हेर्नुहोस् युट्युबमा हेर्नुहोस् होइन डेभअप्स के हो कस्तो हो अनि तपाईँले त्यो इन्ट्रेस्ट लाग्छ भने अनि तपाईँले अझै पढ्दै जानुहोस् होइन अब तपाईँले अनि त्यो सुरु चाहिँ गर्न सकिन्छ सबैले नै गर्न सकिन्छ अब अलिकति अब नेपाली मार्केटमा अब त्यस्तो काम नपाउने भन्दा नि मार्केट चाहिँ कम्पिटिटिभ भइसकेको छ किनभने डेभअप्स चाहिँ तपाईँको हुन्छ नि लगभग धेरै नै मान्छेहरू
काम गरिसकेका छन्, जो पनि अब जस्तो तपाईँको आइटीबाट गएको मान्छेहरू जो पनि डेभअप्स क्लाउड नै गरिरहेको छन् नि त। मार्केट कम्पिटिटिभ छ, हो। तपाईँले अझै एक्स्ट्रा मेहनत गर्नुपर्छ है। अनि त्यही भएर गर्न सकिन्छ, तर तपाईँले किन गर्ने कि नगर्ने भन्ने पहिला फर्स्ट क्वेसनमा चाहिँ तपाईँ स्योर हुनु पर्यो। अनि त्यही अनुसारले तपाईँ चाहिँ अब 6 महिनादेखि 1 वर्ष चाहिँ टाइम इन्भेस्ट गर्ने त्यति टाइम छ भने तपाईँले सुरु गर्दा हुन्छ। ए ओके, भनेपछि सर्टिफिकेटै चाहिन्छ, सरी ब्याचलरको डिग्री नै चाहिन्छ भन्ने चाहिँ छैन। अब त्यो चाहिन्छ, किनभने अब कस्तो हो भन्दाखेरि तपाईँले इन्टर्नै दिँदा पनि अब धेरै जस्तो कम्पनीहरूले तपाईँलाई आइटी ब्याकग्राउन्ड छैन भने दिँदैन है। अब यहाँबाट अब जति पनि मैले भने पनि रियल टाइम मार्केटमा जाँदाखेरि सिनारी अलिकति फरक हुन्छ है। किनभने तपाईँको अब नेपाली कम्पनी जानुहुन्छ भने उनीहरूको रुल्सहरू अलिक स्ट्रिक्ट हुन्छ। अब तपाईँको कम्पिटिसन को हो भन्दाखेरि अब सफ्टवेयरिकामा 4 वर्ष ब्याचलर्स गरेर आएको मान्छे होइन। अनि अब हो त्यस्तोसँग तपाईँको कम्पिटिसन हो नि त। अब तपाईँले कसरी बिट हो गर्नुहुन्छ, तपाईँको स्ट्राटेजी तपाईँले बनाउनु पर्यो क्या है। अनि अब मार्केट चाहिँ फरक हुन्छ, किनभने अब अलिकति सानो छ नि त मार्केट, अनि विद्यार्थीहरू धेरै छन्। अब तपाईँले चाहिँ आफ्नो स्ट्राटेजी आफै बनाउनु पर्ने हुन्छ। यसमा चाहिँ अब कस्तो हो भन्दाखेरि अब ऊभन्दा कसरी धेरै सिक्न सकिन्छ, अथवा तपाईँले के गर्नुभएको छ आफ्नो प्रोजेक्टहरू होइन, त्यस्तो यस्तो कुराहरूले ल्याएर अब तपाईँले त्यो कम्पिटिसन बिट पनि गर्न सक्नुहुन्छ। अनि त्यो स्ट्राटेजी चाहिँ अब तपाईँले आफ्नो कम्पिटिसन बुझ्नु पर्यो क्या। जस्तो तपाईँ कतै इन्टर्नमा जाँदै हुनुहुन्छ भने म कस्तो मान्छेसँग कम्पिट गर्दैछु, मेरो लेभल के छ, उनीहरू भन्दाखेरि अझ एक्स्ट्रा कसरी बन्न सकिन्छ, अलिकति डिफ्रेन्ट भन्नु पर्यो क्या कतै आफूलाई प्रेजेन्ट गर्दाखेरि होइन। अनि त्यो भयो भने अनि मान्छेले अलिकति तपाईँलाई भनेको अलिकति तपाईँलाई चिन्छ क्या, सिधै त्यो अरा थाहा पाइहाल्छ क्या, यो मान्छेले त यसरी गरिरहेछ भनेर चाहिँ। अनि एउटा आफ्नो स्ट्राटेजी चाहिँ चाहिन्छ। अब नत्र भए चाहिँ तपाईँले अलिकति फर्स्टमा समस्या आउन सक्छ क्या। अब यत्रो ठाउँमा एप्लाई गरिसकेँ, काहीँ पनि ल्याउँदैन, बेकार पढे जस्तो लाग्यो कि भन्ने जस्तो आउँछ। अब त्यो किन भइरहेछ त भनेर अब तपाईँले एनालाइज गर्नु पर्यो। अब के समस्या छ, सीमा समस्या हो कि मैले गरेको कुरा मलाई भन्न नआएको हो कि होइन, अब मेरो कम्पिटिसन यस्तो हो कि भनेर तपाईँले चाहिँ एउटा डिफ्रेन्ट वे लिएर स्ट्राटेजी बनाएर अगाडि बढ्नुपर्ने हुन्छ। हो एकदम। मैले अझै एउटा क्वेसन सोधेँ लास्ट। जस्तै कि अब हुन त अहिले एआईको त्यति धेरै क्रेज त भइसकेको छैन, तर पनि एआईले गर्दाखेरि केही अफेक्ट परेको छ त डेभअप्स इन्जिनियरको कामहरूमा? हजुर, अब एआईले चाहिँ अब डेभअप्सको काम अलिक लेभलमा सजिलो चाहिँ गरिदिएको छ है। अब मार्केट एकदम चेन्ज भइरहेछ। एआई अब जुनै फिल्डमा पनि तपाईँले एआई युज गर्नुहुन्छ। अब एआईले एफेक्ट चाहिँ परेको छैन अहिलेसम्म होइन। अब तपाईँले अहिलेदेखि नै अब तपाईँले एबिसिडी पढ्ने भन्दा पनि अब एआई चलाएर कसरी इफेक्टिभली म अगाडि बढ्न सक्छु क्या, टाइम अप्टिमाइज गर्न सिक्नु पर्यो तपाईँले। किनभने अब तपाईँले अहिले हेर्नुभयो भने जति पनि डेभअप्सको स्क्रिप्टहरू अटोमेसनहरू गर्छ नि, अब त्यो एआईले पनि गरिदिन्छ है। अनि हो एकदम। तपाईँले अब सानोतिनो पाइथनको कोडिङ हजुर, सबै नै गर्न सक्छ। एआई एकदम पावरफुल भइसकेको छ, सबैले चलाउँछन् होइन। अब त्यो तपाईँले चाहिँ अब एबिसिडी पढ्दा एकदम राम्रो हो होइन। किनभने तपाईँ एबिसिडी पढ्दाखेरि अब टेक्नोलोजी कहाँबाट कहाँ पुगिसकेको हुनसक्छ होइन। त्यही भएर तपाईँले चाहिँ अब बिचमा केही कुरालाई तपाईँले हुन्छ नि, अब एआईले केसम्म गर्न सक्छ भन्ने थाहा छ भने चाहिँ अब तपाईँले अब इन्टरभ्यूहरूमा क्र्याक गर्न जानु पर्दाखेरि अब तपाईँले कति कुराहरू नगरे भए पनि तपाईँले यदि थाहा छ त्यो कुरा गर्न सकिन्छ होइन, अपर्च्युनिटी दियो भने तपाईँले गर्न सक्नुहुन्छ। तर तपाईँले गरेका छैन भने चाहिँ एउटा तपाईँ कस्तो भन्दाखेरि कन्फिडेन्स एउटा बिल्ड गर्नलाई पनि काम चाहिँ लाग्छ है। किनभने लास्टमा गएर अब कामकै मान्छेले पनि एआई चलाएरै गर्ने हो धेरै जस्तो होइन। तपाईँले अब केही पाइपलाइन लेख्नु पर्यो भने आत्तिनु परेन क्या, त्यो त एआईले लेखिदिन्छ नि त। तपाईँले रिक्वायरमेन्ट थाहा हुनु पर्यो, तपाईँलाई टेस्ट गर्न आउनु पर्यो, तपाईँले कमान्ड रन गर्न आउनु पर्यो, त्यति त आउनु पर्यो नि त बेसिक पहिला होइन एआई चलाउन पनि। अनि तपाईँले एउटा फाउन्डेसन हो लेभलमा आइसकेपछि तपाईँले एआईलाई प्रम्प्ट दिएर तपाईँले आफै काम गराएर टेस्ट गराएर केही कुरा गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँ इन्टरभ्यू जान रेडी हो क्या है। तपाईँले एटलिस्ट बेसिक एउटा कन्सेप्ट चाहिँ थाहा भएपछि तपाईँले एआई चलाएर अथवा अहिले त धेरै छ मार्केटमा होइन,
अनि तपाईँले त्यस्तो हो कुराहरूलाई अप्टिमाइज गर्न सक्नुहुन्छ है। अब अलिकति टेक्नोलोजी सिफ्ट भइरहेछ नि त, अब पुरानो तरिका पनि ठिक हो, त्यसरी जाँदा पनि लङ रनमा तपाईँलाई एकदम फाइदा हुन्छ। सर्ट टर्म अब यो सर्ट टर्म चाहिँ होइन, यसमा चाहिँ एटलिस्ट तपाईँले कोर फाउन्डेसन चाहिँ चाहिन्छ। तपाईँ एआई नै चलाउनु भयो भने तपाईँलाई त्यो टेस्ट गर्न कमान्ड हान्न त आउनु पर्यो नि त होइन। हुन त त्यो पनि सिकाइदिन्छ एआईले, त्यो पनि हान्यो यो गर यो हान यो गर्यो हान भनिदिन्छ, के हानिरहेको छ भन्ने थाहा हुनु पर्यो है। अनि त्यसरी स्मार्टली काम गर्न हो सकिन्छ। अनि तपाईँले केही प्रोजेक्टहरू आफैले बिल्ड गर्नुहुन्छ भने एआईलाई बिल्ड गर्न लगाएर, जस्तो अब हुन्छ नि सोकेस गर्न सक्यो। अब तपाईँले फ्री टुलहरू नै चलाएर, जस्तो अब तपाईँले एउटा एप्लिकेसन डिप्लोय गरेर हेर्नु पर्यो अरे, आफ्नो वेबसाइट तपाईँले सर्भरमा लगेर डिप्लोय गरेर हेर्नुहुन्छ भन्यो भने अब तपाईँको त्यो एनजिनेक्स वेब सर्भरहरू कसरी डिप्लोय गर्ने, कन्फिग फाइलहरू के राख्ने भन्ने चलाएर तपाईँले अलिकति स्मार्टली टाइम अप्टिमाइज गरेर अगाडि बढ्नु भयो भने चाहिँ त्यो जुन ग्याप छ नि तपाईँको 6 महिनादेखि 1 वर्षलाई 3 महिना पनि हुनसक्छ होइन। सो त्यसरी चाहिँ त्यो आफ्नो हो पार्ट डिफ्रेन्ट हुन्छ है। अनि त्यो गर्नु भयो भने एकदम बेस्ट हुन्छ, किनभने तपाईँले त्यो चाहिँ काममा गएपछि पनि काम लाग्ने कुरा हो कि। हो एकदम भनेपछि जे होस् पहिला आफूसँग एउटा फाउन्डेसन चाहिँ आफैले बनाउनु पर्यो, त्यसपछि चाहिँ अब सिक्नको लागि होइन, टाइम अप्टिमाइज गर्नको लागि, छिटो गर्नको लागि चाहिँ हामीले एआई गरेर अनि अगाडि बढ्न पनि सकिन्छ। एआईले हामीलाई जे होस् हेल्पफुल वेमा हामीले युज गर्न सकिन्छ होइन। हजुर एकदम। हस्, मेरो क्वेसन चाहिँ यति नै थियो। धेरै धेरै धन्यवाद। धन्यवाद। मैले अर्को क्वेसन पनि राखेँ है। हजुर राख्नुहोस्। यो नेपालमा जुन ट्रेन्डै भनौँ न होइन, लाखौँ तिरेर ठुलो ठुलो आइटी कलेजमा पढ्ने, तर स्किल भन्दा पनि डिग्री पर्स्यु गर्छन् क्या मान्छेहरूले। यसमा चाहिँ अलिकति हजुरको पोइन्ट अफ भ्यू दिनुहोस् न। हजुर यसमा चाहिँ अब तपाईँ के गर्नुहुन्छ भन्ने कुरा हो हजुर है। अब यसमा के भन्नु छ अब यसमा खासै भन्नुपर्दा यसमा अब आफ्नो आफ्नो चोइस हुन्छ यसमा है। अब आफूलाई कस्तो गाइडेन्स पाछ भन्ने कुरा पनि हो होइन। कलेजलाई दोष दिनु भन्दा पनि अब ट्रेन्ड अब मेरो त ट्रेन्ड गइसक्यो हेर्नुहोस् है। अब हामी चाहिँ अहिलेको ट्रेन्डमा चाहिँ अलिकति फेमिलियर भएन, तर अब अरूको भन्दा नि तपाईँ अब लास्टमा गएर एउटै जब मार्केटमा आउनु पर्दा चाहिँ अब अलिकति हुन्छ नि, त्यहाँ चाहिँ तपाईँको यो सफ्ट स्किल्सहरू, टेक्निकल स्किल्सहरू कतिको तपाईँले कुराहरू जान्नु भएको छ, कतिको चाहिँ हुन्छ नि अब प्रोजेक्टहरू गर्नु भएको छ भन्ने फरक पर्छ लास्टमा आएर है। अब त्यसमा चाहिँ अब तपाईँले आफ्नो स्ट्राटेजी बनाउनुहोस्, किनभने तपाईँ कुनै पनि ठाउँमा जाँदा तपाईँको कम्पिटिसन को हो भन्ने कुरा म्याटर गर्छ नि त। अनि अहिलेकोमा चाहिँ तपाईँले अलिकति एक्स्ट्रा मिहिनेत गर्नुभयो भने नेपालमा एभरेज वेमा होइन इनिसियली छिर्न गाह्रो हुँदैन क्या। अनि त्यही भएर अब त्यो चाहिँ तपाईँमै फरक पर्छ भन्छु होइन, किनभने त्यो हामीले रोक्न सकिँदैन। अब त्यो त्यस्तो ट्रेन्ड हुँदै गर्छ। अब तपाईँले चाहिँ आफ्नो चाहिँ बनाउनु पर्यो क्या, एउटा प्लान बनाउनु पर्यो। ल ठिकै छ, म अहिले यस्तै कलेजमा भए पनि कसरी बेटर गर्न सकिन्छ त होइन, के चाहिँ कमी छ मार्केटमा, के स्किल छ डिमान्डमा, अनि मैले चाहिँ के सिक्नुपर्छ भनेर सिक्नुभयो भने अब बिस्तारै इनिसियली गाह्रो हुन्छ। तपाईँले 1-2 वर्ष 1 वर्ष 6 महिनापछि कतै एउटा ठाउँ समय हाल्नुभयो, कतै पाइहाल्नु भयो भने तपाईँले बिस्तारै राम्रो गर्नुहुन्छ क्या। अब त्यो डिग्रीमा चाहिँ अब कतै चाहिँ कस्तो हुन्छ, राम्रो कलेजको डिग्रीहरूमा चाहिँ अब तपाईँले चाहिँ फोर्स गराइन्छ क्या कति कुराहरू, ल तिमीहरूले गर्नै पर्छ भनेर। मान्छेले नि गर्छ, सिक्छ पनि होइन। अब अलिकति तपाईँको सस्तो कलेजमा जानुहुन्छ भने अलिकति त्यही अनुसारले म्यानेजमेन्ट नराम्रो हुनसक्छ, नराम्रो हुन्छ भने होइन, अलिकति मान्छेले फोर्स गर्दैन नि त। अनि त्यही भएर अलिकति हुन्छ नि त्यस्तो डिफ्रेन्सेस आउन सक्छ। अनि नत्र भए तपाईँले कति पढ्नुहुन्छ, तपाईँ कतिको त्यो टेक्नोलोजीमा इन्ट्रेस्टेड हुनुहुन्छ मा चाहिँ नि, कसले चाँडो सिक्ने कसले चाँडो पढ्ने भन्ने चाहिँ अब तपाईँको इन्ट्रेस्ट कति छ भन्ने कुरामा फरक पर्ने हो। थ्याङ्क यू। ओके हजुर। ल अब रोजनजीलाई च्याटमा क्वेसन आएको रहेछ है, म पढिदिन्छु। डेभअप्समा छिर्नु अघि कोडिङ वा डेभलपमेन्टको एक्सपिरियन्स चाहिन्छ कि चाहिँदैन? अनि डेभअप्समा अब धेरै टुलहरू छ होइन, जेनकिन्स, डकरहरू यस्तो टुलहरू छ। अब बिगिनर हुँदा सबै सिक्न पोसिबल हुँदैन, अनि मेन चाहिँ कुन सिक्दा हुन्छ त भनेर यहाँ निरजजीले क्वेसन राख्नुभएको छ। हजुर अब यस्तो छ कि मार्केट तपाईँले सबै सिक्नै पर्छ है।
यो त्यो भन्ने चाहिँ अलिकति गाह्रो हुन्छ। तपाईँले चाहिँ एक्स्ट्रा टाइम दिएर सबै सिक्नै पर्छ। अब तपाईँले चाहिँ कतिसम्म सिक्ने एउटा टुल भन्ने कुरा मात्र हो। तपाईँले डेभलपर एक्सपिरियन्स चाहिँदैन हैन। अनि तपाईँले भनेअनुसारले कुबरनेटिस एन्सिबल चाहिँदैन अहिलेलाई। तपाईँले बेसिक डकर आउनु पर्यो, लिनक्स नेटवर्क आउनु पर्यो। अब जेनकिन्स CI/CD को लागि जेनकिन्स नै तपाईँले टेस्ट गर्दा नि भयो है। अनि अब जेनकिन्स पनि तपाईँको ओपन सोर्स हो नि त। ओपन सोर्स कुराहरू सबै ओपन सोर्स हो, कुबरनेटिस एन्सिबल हैन। अनि तपाईँले चाहिँ एन्सिबल र कुबरनेटिस चाहिँ अलिकति सबै ठाउँमा युज हुँदैन। त्यही भएर तपाईँले बेसिकमा जानुपर्दा चाहिँ डकर सिक्नुहोस्, अब एउटा जेनकिन्स सिक्नुहोस् हैन, लिनक्स सिक्नुहोस्, नेटवर्क सिक्नुहोस्। अनि कुनै तपाईँले अब अर्को भनेको मोनिटरिङ टुल्सहरू कुनै चलाउनु भएको छ भने त्यो पनि सिक्नुहोस्, किनभने मोनिटरिङ पनि एउटा इम्पोर्टेन्ट एस्पेक्ट हो डेभअप्सको है। अनि मोनिटरिङ सिकेपछि एउटा क्लाउड चाहिँ आउनु पर्यो तपाईँले, एउटा अथवा AWS क्लाउड हैन। अजर भन्दा नि म चाहिँ के भन्छ भने AWS सिक्नुहोस् है। AWS सिकिसकेपछि अनि यति भइसकेपछि तपाईँले चाहिँ अब कुबरनेटिस एन्सिबलहरू अब अझ एडभान्स जानुभयो भने इन्फ्रास्ट्रक्चर एज अ कोड भन्छ हैन, टेराफर्म भन्छ। अनि तिनीहरू पनि इम्पोर्टेन्ट छ, तर इनिसियली तिनीहरू अलिक नचाहिँदा पनि काम चाहिँ गर्छ है। अब त्यो टेराफर्म, कुबरनेटिस एन्सिबलहरू भन्दा चाहिँ डकर जेनकिन्सहरू, अनि त्यसपछि AWS लिनक्स फाउन्डेसन सर्भरको कुराहरू सुरु गर्दाखेरि हुन्छ सर। ल हजुर, अनि उहाँले फेरि अर्को क्वेसन राख्नु भएको छ, फ्रेसरको लागि क्लाउड AWS को नलेज कतिको इम्पोर्टेन्ट छ अनि लोकल सर्भरमा सिक्दा हुन्छ कि क्लाउड नै चाहिन्छ भन्दै हुनुहुन्छ। सिक्ने लोकलमै सिक्दा हुन्छ। AWS को चाहिँ अब AWS सिक्ने भए त लोकल हुँदैन हैन, अकाउन्ट चाहिहाल्छ। अब फर्स्टमा तपाईँले लोकलमा कुराहरू डिप्लोय गर्न मिल्छ। जेनकिन्सहरू आफ्नै ल्यापटपमा राखेर एन्जिनिक्स राखेर डकर फाइलहरू बनाएर राखेर लोकलमा सिक्न मिल्छ एकदम। त्यसलाई अलिकति बेटर वेमा गर्ने भए चाहिँ अब AWS को एउटा फ्री अकाउन्ट बनाएर काम गर्न सकियो है। सिक्न चाहिँ तपाईँले यो टुलहरू लोकल सिक्न नि मिल्छ है। हजुर, अर्को क्वेसन छ, व्हाट डज योर डे टु डे वर्क लुक लाइक एज अ डेभअप्स इन्जिनियर भनेर सोध्दै हुनुहुन्छ। अब डेभअप्समा चाहिँ तपाईँ कस्तो हुन्छ भन्दाखेरि कहिले सपोर्ट गर्नुपर्छ, कहिले सेक्युरिटी काम गर्नुपर्छ, कहिले मोनिटरिङ गर्नुपर्छ हैन, कहिलेकाहीँ अब यता डिप्लोयमेन्टहरू गर्नुपर्छ, कहिलेकाहीँ पाइपलाइनहरू अप्टिमाइज गर्नुपर्छ। तपाईँ कस्तो हुन्छ भन्दाखेरि अब इनिसियल भन्नुपर्दाखेरि तपाईँको अब डिप्लोयमेन्टहरूमा तपाईँ बस्नु पर्यो। अनि तपाईँलाई चाहिँ अब केही कुराहरू अप्टिमाइज गर्नु पर्यो, जस्तो सर्भरको कुराहरू हैन। अब स्क्रिप्टहरू कहिलेकाहीँ अटोमेट गर्नलाई तपाईँले चाहिँ एउटा ब्याच स्क्रिप्ट लेख्नु पर्यो अरे, अथवा AWS कै स्क्रिप्टहरू लेख्नु पर्यो भने चाहिँ तपाईँले त्यस्तो कुराहरू गर्नु पर्यो। अनि कहिलेकाहीँ तपाईँको अब माइग्रेसनहरू भइरहेको हुन्छ। तपाईँको यता एउटा ठाउँबाट अर्को ठाउँमा चाहिँ डाटाहरू माइग्रेट गर्नु पर्यो हैन। अब डाटाबेसकै डम्पहरू माइग्रेट गर्नु पर्यो भने त्यस्तो हुन्छ। अनि तपाईँको अर्को भनेको मोनिटरिङको कुराहरू पनि हुन्छ, अलर्टहरू सेटअप गरेको हुन्छ। कति सर्भरमा डिस्क हाई भइरहेको हुन्छ, त्यो पनि तपाईँले मिलाउनु पर्यो। CPU हाईहरू भइरहेको हुन्छ, तपाईँको एप्लिकेसनमा के एररहरू आइरहेछ हुन्छ नि। अब त्यस्तो मोनिटरिङ हुन्छ, लगहरू हेरेर तपाईँले त्यो फिक्स गर्नु पर्यो। बगहरू आउँछ, तपाईँले त्यो पनि फिक्स गर्नु पर्यो। अनि मेन भनेको चाहिँ तपाईँको अब एप्लिकेसन कहिलेकाहीँ डाउन जान्छ, डिप्लोयमेन्टहरू अब डेभलपरले नयाँ कोड पुस गर्दाखेरि एप्लिकेसन पड्क्यो भनेको तपाईँको चाहिँ गयो, डाउन भयो भने चाहिँ अब तपाईँले त्यो कुरा चाहिँ फर्स्ट ह्यान्ड इन्ट्री पोइन्ट जस्तो तपाईँ बसेर हेरेर लगहरू त्यो डिबग गर्नुपर्छ डेभ टिमलाई राखेर हैन। यस्तै कुराहरू हुन्छ। अब तपाईँले चाहिँ मेन फोकस भनेको तपाईँको कम्पनीको सर्भरहरू एप्लिकेसनहरू अप ल्याइराख्नु पर्यो क्या। अब नर्मली डेभअप्सको काम चाहिँ अब त्यो मात्र होइन, तर कोर कुरा चाहिँ कम्पनीलाई म्याटर गर्ने कुरा चाहिँ तपाईँको कम्पनीको एप्लिकेसन चाहिँ डाउन जानु भएन हैन। क्लाइन्टको अलिकति नराम्रो इम्प्रेसन पर्छ नि त। अनि अर्को भनेको त्यही कुरालाई कस्ट एफिसिएन्ट वेमा गर्नु पर्यो। सकेसम्म कम्पनीको खर्च कम गराएर कसरी गर्न सकिन्छ गर्नु पर्यो। अनि केही काम गर्दाखेरि सेक्युरिटीलाई पनि एउटा चाहिँ एस्पेक्ट बनाएर कुराहरू गर्नु पर्यो। ल यति हो। अब एकदम छोटकरीमा एन्सर आउँछ है त, किनभने कोर कुराहरू मैले भनिसकेको छु नि त। हजुर, थ्याङ्क यू सो मच। अरू साथीहरूको क्वेसन छ भने राख्नुहोस् है। मैले एउटा क्वेसन सोध्छु ल। जस्तै कि अब जो अब डेभअप्स इन्जिनियर भएर चाहिँ सबै कुराहरू सिस्टमलाई अफ गराउनु पर्छ नि त। अनि त्यहाँ अब डाउन समय पनि आउँछ होला। त्यतिखेर अब जस एउटा प्रेसर अनि त्यसपछि एउटा तनाव पनि त हुन्छ नि त जबमा।
त्यो कुराहरू तपाईँले कसरी ह्यान्डल गर्नुहुन्छ? एउटा आफ्नो स्ट्रेस, जबको अनि त्यसपछि आफ्नो मेन्टल पार्ट, आफ्नो पर्सनल लाइफको कुराहरूलाई चाहिँ तपाईँले कसरी ह्यान्डल गर्नुहुन्छ? अब यो कुरा चाहिँ अब कस्तो हो भन्दाखेरि तपाईँले फर्स्टमा तपाईँले फ्रेसरहरूलाई तपाईँको त्यो कम्पनीमा अब हुन्छ मेरो इक्जाम्पल भन्नुपर्दा चाहिँ अब करियरको स्टार्टिङतिर तपाईँले अलिकति हुन्छ नि डर लाग्छ अब यी मान्छेहरूले के भन्छ कि हुन्छ नि अब मैले गर्दाखेरि काम बिग्रियो भने गाली खान्छ कि भन्ने जस्तो एउटा डर हुन्छ सबैलाई होइन अब त्यो डर चाहिँ तपाईँ 3-4 वर्ष 5 वर्ष गएपछि अलिकति कम हुन्छ किनभने अब तपाईँले के रियलाइज भइसकेको हुन्छ भने चाहिँ गल्ती जोबाट पनि हुन्छ है अब गल्ती जोबाट पनि हुन्छ कहिलेकाहीँ तपाईँ नजाँदै पनि गल्ती हुन्छ होइन अब त्यस्तो प्रेसर लिएर चाहिँ खासै केही फाइदा चाहिँ हुँदैन तपाईँलाई जस्तो मलाई पनि होइन तपाईँले चाहिँ अनि एउटै ठाउँमा तपाईँले धेरैचोटि काम गरिसक्नु भएपछि चाहिँ तपाईँलाई त्यस्तो डर चाहिँ हट्छ तपाईँको किन हट्छ भन्दाखेरि तपाईँले के रियलाइज गरिसक्नु भएको हुन्छ भन्दाखेरि तपाईँले त्यही गल्ती 100चोटि गरिसकेको हुन्छ नि त पहिला अनि तपाईँले चाहिँ एउटा मेन्टालिटी तपाईँको स्ट्रङ भइसकेको हुन्छ मेन्टल्ली अलिकति अब भर्खर काम सुरु गर्ने र 5 वर्ष प्लस भइसकेको मान्छेहरूमा चाहिँ त्यो फरक हुन्छ होइन मेरो केस गर्नुपर्दा चाहिँ अब प्रेसर खासै अब चाहिँ हुँदैन प्रेसर कस्तो केसमा हुन्छ भन्दाखेरि डेडलाइनमा अब केही कुराहरू दिएछ भने तपाईँले त्यो टास्क अलिकति तपाईँ पछाडि हुनुहुन्छ काम सबै एरर नै एरर आइरहेछ प्रब्लम नै प्रब्लम आइरहेछ भने चाहिँ एक लेभलको प्रेसर चाहिँ हुन्छ अनि त्यसको लागि डिल गर्ने भनेको तपाईँले अब लागि पर्नु पर्यो तपाईँले चाहिँ अब एउटा प्रब्लम भएन भने डिफ्रेन्ट अप्रोच लिएर सल्भ गर्न खोज्नु पर्यो अब टेस्ट गर्नु पर्यो होइन त्यो चाहिँ आत्तिनु चाहिँ भएन त किनभने के चाहिँ लास्टमा के बुझ्नु पर्यो भन्दाखेरि सबै प्रब्लमको सोल्युसन हुन्छ होइन अनि त्यो चाहिँ केही टाइम एक्स्ट्रा लाग्छ तपाईँलाई अब कहिलेकाहीँ चाहिँ के कन्फिडेन्स चाहिँ हुनु पर्यो भन्दाखेरि अब त्यो कसैले सल्भ नगरे प्रब्लम त होइन नि त होइन त्यो सल्युसन त छ नि त अब तपाईँ त्यो सोल्युसनसँग नपुगे एकचोटि बिगार्नुहुन्छ यो भएन अर्कोचोटि अर्को वेमा गर्नु पर्यो भन्नुहुन्छ त्यो गर्दा नि भएन अर्को वेमा गर्दा गर्दा तपाईँले चाहिँ अब के गर्दा चाहिँ चल्दैन भने थाहा भइसकेको हुन्छ नयाँ नयाँ ट्राई गर्दा गर्दै अनि तपाईँले कुराहरू रिजल्भ गर्नुहुन्छ होइन अनि त्यस्तै हो अब त्यो गरेर तपाईँले सल्भ गरेपछि एक लेभलको तपाईँलाई चाहिँ रिलिफ हुन्छ होइन अब क्वेसन चाहिँ अब कुन हिसाबमा सोध्नु भएको बुझेर नर्मल्ली तपाईँको स्ट्रेस चाहिँ अलिकति कम चाहिँ विथ टाइम तपाईँको आफै हुन्छ भन्नु पर्यो हो होइन त्यही नै कुरा हो मैले सोधेको चाहिँ त्यो कसरी जस अब सुरुमा बिगिनरबाट स्टार्ट गर्दाखेरि चाहिँ ला के गर्ने हुन्छ नि त कसैले जज गर्छ कि आफूले बिगार्दाखेरि भन्ने कुराहरू त्यो चाहिँ अब सबैको फेज हुन्छ त्यो फेजबाट चाहिँ त्यसलाई स्किप चाहिँ गर्न मिल्दैन जस्तो मैले अहिले भने नि कसैलाई होइन त्यो मान्छेले बिर्सिन्छ अब त्यो कस्तो हो भन्दाखेरि त्यो चाहिँ मान्छे जबसम्म गएर रियल टाइममा नफेस गरेसम्म अब त्यो चाहिँ ओभरकम हुँदैन क्या त्यो चाहिँ सबै गुज्रिनै पर्छ तपाईँ नै गुज्रिनु भएको थियो होला म नि गुजेर आएको हो त्यो चाहिँ तपाईँको कर्पोरेट स्किल्सहरू चाहिँ हुन्छ नि तपाईँ एक ठाउँमा गएपछि अनि तपाईँले बिस्तारै आफै क्या त्यो मान्छेसँग इन्टरेक्ट गर्दै अनि त्यस्तो गर्दै त्यो स्किल चाहिँ आफै डेभलप हुन्छ होइन अब त्यसको लागि तपाईँ प्रिपेयर्ड चाहिँ अहिले जति पनि भए पनि अब त्यहाँ गएपछि तपाईँको अलिकति हुन्छ नि अलिकति फरक भइहाल्छ क्या इन्भाइरोमेन्ट अनि तपाईँ जस कतै न कतै चाहिँ एकचोटि इन्भल्भ हुनु भयो भने अब त्यस्तो कुराहरू फेस गर्नुहुन्छ अलिकति तनाव हुन्छ अब त्यो प्रोसेस नै हो क्या तपाईँको त्यो तनाव हुनैपर्छ क्या अनि तनाव चाहिँ अब हुनुपर्छ भनेको म नेगेटिभ वेमा चाहिँ भनेको होइन अब बुझ्नुभयो नि अब केही कुरा बिल्ड हुनलाई तपाईँको टाइम लाग्छ नि त तपाईँको अनि अलिकति स्ट्रेसहरू प्रेसरहरू त्यो सबैले फिल गरेकै छ होइन त्यो युनिभर्सल कुरा हो त्यसको लागि चाहिँ नआत्तिनु छ त्यो चाहिँ टेम्पोररी हो भन्ने चाहिँ थाहा पाउनु पर्यो क्या तपाईँले अब यो कामै मेरो सबै कुरा होइन भनेर चाहिँ बुझ्नु पर्यो अनि त्यो भएपछि तपाईँले एक न एक दिन यो पार लाग्नेवाला छ भन्ने चाहिँ एउटा माइन्डसेट बनाउनुहोस् तर त्यो तनाव चाहिँ तपाईँले पिछा छोड्नेवाला चाहिँ छैन एटलिस्ट नेक्स्ट 5 वर्षसम्म भनौँ न होइन हेलो मेरो आवाज आइरहेछ नि है हजुर आइरहेछ हजुर अनि अहिले अब यो लेभलको कन्टेस्टमा चाहिँ हेर्दाखेरि होइन जस्तै अब +2 पढ्ने भाइ बहिनी होस् या फर्स्ट इयर सेकेन्ड इयर पढ्ने अब भाइ बहिनी होस् होइन अनि उहाँहरू चाहिँ त्यो कन्फ्युजन हुन्छ कि अब के फिल्डमा जाने होइन अब के पढ्ने कसरी पढ्ने भनेर अनि अब कसैले चाहिँ
भनौँ अब कसैले चाहिँ अब होइन अहिले त अब एआईको जमाना आइसक्यो, एआई सिक, डाटा साइन्स सिक, डिप लर्निङहरू सिक, यसमा राम्रो करियर छ भन्नुहुन्छ। कसैले चाहिँ होइन क्लाउड अहिले त सबै खालको क्लाउड लेखाइसक्यो, दुनियाँ क्लाउड लेखाइसक्यो, क्लाउडतिर जाऊ, क्लाउडतिर राम्रो छ भन्नुहुन्छ होइन। कसैले चाहिँ होइन अब डेभअप्सतिर जाऊ, अब कि त डेभअप्स कि त डेभसेक अप्स भन्नाले त्यसको डेभसेक अप्सको अघि जस्तै तपाईँले त्यो डेभअप्समा चाहिँ अब सेक्युरिटीलाई पनि एउटा एस्पेक्ट लिएर काम गर्नुपर्ने हुन्छ भन्नुभयो नि, त्यस्तै अन्त डेभसेक अप्सको पनि कन्सेप्ट आइसकेको छ नि त नि होइन। अनि यसरी नै भनेको अब मल्टिपल कुन डोमेनमा जाने भयो भनेर भौतारिएको स्टुडेन्टहरूलाई तपाईँले के सजेसन दिनुहुन्छ? अनि अर्को कुरा चाहिँ अब यो डेभअप्समा चाहिँ अब यो रिमोट जबहरू कतिको पाउँछ? अनि नेपालमा यसको जब मार्केटहरू कस्तो छ? किनकि अहिले पनि म्याक्सिमम् आइटी कम्पनीमा हेर्नुभयो भने होइन बरु डेभलपमेन्टमा चाहिँ अलिक धेरै नै मान्छे हायर गरेर हुन्छ, तर डेभअप्सकै लागि भनेर चाहिँ एकदम थोरै अब भ्याकेन्सीहरू पनि रेयरली नै पाउने हुन्छ होइन। अनि जस मैले आफूले गएको कम्पनीमा चाहिँ त्यहाँ चाहिँ जस्तै अब डेभलपमेन्टमा 33 जना हुनुहुन्थ्यो भने अब त्यो डेभअप्समा चाहिँ जम्मा 4 जना हुनुहुन्थ्यो कि। अब 4 जना अब त्यत्रो ठुलो कम्पनीमा होइन जस नेपालको ठुलै कम्पनी त्यसमा चाहिँ अनि त्यत्रो कम्पनीमा 4 जना डेभअप्स इन्जिनियरले भ्याइरहेछ होइन, काम गर्न भ्याइरहेछ। अनि जस स्कार्सिटी त छ नि त नि यो जब स्कार्सिटी। अनि कसरी त्यो कुन डोमेनहरू सिलेक्ट गर्ने, कुन डोमेन एक्सप्लोर गर्ने, पढ्ने यसको बारेमा पनि भनिदिनु होला। अनि अर्को चाहिँ जस्तै अब डेभलपमेन्टमा अब डेभअप्स भन्ने बित्तिकै अब यता यो डेभलपमेन्ट र हाम्रो अपरेसनमा त्यो इन्टरमिडिएरी भनेर त्यो काम गर्ने पार्टी भनेर बुझिन्छ नि त नि होइन। त्यसको लागि चाहिँ अब त्यो डेभलपमेन्टमै अब भनेको अब तपाईँले अब जस्तै स्क्रिप्टिङहरूको कुरा गर्नुभयो होइन, स्क्रिप्टिङको जस्तै अब उसलाई स्क्रिप्ट एउटा त्यो ल ब्याकएन्ड डेभलपमेन्टमा नै इन्टरमिडिएटसम्म स्किल भएकोलाई चाहिँ अब कसरी उसले आफ्नो स्किलहरू अपग्रेड गरेर डेभअप्समा छिर्न सक्छ त्यसको बारेमा नि भनिदिनु होला। अनि अर्को चाहिँ सबसे मेन क्वेसन चाहिँ मैले के भन्न चाहेँ भने जस्तै अहिले अब क्लाउड इन्जिनियरले र हाम्रो यो डेभअप्स इन्जिनियरले गर्ने कामहरू चाहिँ प्राय उस्तै हुन्छ नि त नि। त्यही पनि कति धेरै कम्पनीमा चाहिँ अब क्लाउड इन्जिनियर भनेर छुट्टै र डेभअप्स इन्जिनियर भनेर छुट्टै पनि भ्याकेन्सीहरू आइरहेको हुन्छ। अब उनीहरूको जब रेस्पोन्सिबिलिटीहरू अनि यसको जब मार्केटहरू यसको बारेमा पनि अलिक छुटकरीमा भनिदिनु न है। ओके हजुर, हुन्छ। अब पहिलो क्वेसनमा अब त्यो जस्तो हुन्छ नि अब करियर कुन सिलेक्ट गर्ने भन्ने कुरा चाहिँ अब तपाईँले अब तपाईँ डेभअप्स इन्जिनियरसँग कुरा सोध्नुभयो भने उसले डेभअप्स आऊ भन्छ, कसै सफ्टवेयरमा। अब त्यस्तो कुरा चाहिँ अब तपाईँ अब हुन्छ नि अब +2 पढ्नुभयो, ब्याचलर्स पढ्नुभयो, अब के पढ्नुभयो त तपाईँले होइन, पढेको कुरा केही त प्रोजेक्ट गर्नुभयो होला, केही इन्ट्रेस्ट त आयो होला होइन। त्यो अनुसारले अब त्यो चाहिँ तपाईँले अरूलाई सोध्नु भन्दा नि आफैलाई सोध्नु पऱ्यो है। जति पनि स्टुडेन्टहरू हुनुहुन्छ नि अब हुन त गाइडेन्स पनि चाहिन्छ है। अब गाइडेन्स नचाहिने भनेको चाहिँ होइन मैले। अब म त्यस्तो हुन्छ नि अलिकति गाइडेन्स दिन लेभलको अलिकति खतरनाक मान्छे चाहिँ होइन। म पनि तपाईँहरू चाहिँ स्टुडेन्ट हो होइन। तर त्यसमा चाहिँ तपाईँले चाहिँ म के भन्छु भन्दाखेरि केही कुरामा हात हाल्नुहोस् होइन। ल तपाईँलाई अब डेभअप्समा इन्ट्रेस्ट लाग्यो अरे डेभअप्स पढेर 3 महिना इन्टर्न गर्नुहोस्, मन परेन भने डेभलपमेन्ट जानुहोस्। तपाईँ त भर्खर कति 20 वर्ष त हुनुहुन्छ नि होइन, तपाईँ त बुढो भइसक्नु भएको छैन। तपाईँले त क्विकली फेल गरेर त्यसबाट लर्न गरेर नयाँ कुरा सिक्ने टाइम त छ नि त। त्यो नसोच्नुहोस् क्या, तपाईँलाई जे गर्नु मन लाग्छ पहिला गरिदिनुहोस्। तपाईँ अब तपाईँसँग टाइम हुन्छ होइन। अब तपाईँले हुन्छ नि अब यत्रो ब्याचलर्स गर्दाखेरि अब घरबाट फीहरू तिर्दै आएको हुन्छ। अब तपाईँले अर्को 6 महिना त परिवारले पाल्न सक्छ नि त। तपाईँले त्यस्तो हुन्छ नि अब सडकमै आउने लेभल त छैन होला। अब त्यस्तो पनि हुन्छ मान्छेहरूको। अब तपाईँ एक्सपेरिमेन्ट गर्नुहोस् क्या त्यसको लागि, किनभने यो भनेको आजै गर्नु भोलि गर्ने कुरा होइन, तपाईँको लाइफको कुरा हो होइन। तपाईँ एक्सपेरिमेन्ट गर्नु, डेभअप्स गर्नुहोस्, 6 महिना गर्नुहोस्, इन्टर्न गर्नुहोस्, अथवा पढ्नुहोस्। इन्ट्रेस्ट लाग्यो भने डेभलपमेन्ट पढ्नुहोस् है। आफ्नो कुरा हो त्यो चाहिँ, त्यसरी सिलेक्ट गर्नुहोस् तपाईँले होइन। किनभने तपाईँसँग त अहिले मेन भाग्यो भनेकै टाइम हो नि त। तपाईँसँग टाइम छ नि त होइन, त्यसलाई युटिलाइज गर्नुहोस् क्या है। अनि त्यो सजेसन दिन चाहन्छु म चाहिँ होइन। अनि अब जब मार्केट तपाईँले अब काम पाइन्छ कि पाइँदैन जस्तो लाग्छ भने रिसर्च गर्नुहोस् तपाईँ आफै होइन। अब भाइले भने जस्तै अब यतिजना डेभलपर छ, यतिजना त 4 जना डेभलपर पनि धेरै भएछ। नर्मल ठाउँमा 1 जना 2 जना हुन्छ होइन।
अनि अब डेभअप्सको अलिकति मार्केट चाहिँ अलिकति कम्पिटिटिभ भन्दा पनि हरेक कम्पनीमा एउटा दुइटा चाहिँ हुन्छ। अनि तपाईँले गर्दै जाँदाखेरि अब त्यस्तो काम नपाउने भन्ने चाहिँ हुँदैन। तपाईँ जुन फिल्ड जानुहुन्छ त्यसमा तपाईँले अलिकति एक्स्ट्रा मेहनत गरेर आउटस्ट्यान्डिङ चाहिँ बन्नै पर्छ। अनि त्यसपछि कम्पिटिसन चाहिँ जुनै फिल्डमा नि छ। अब हाम्रो भाइले भने जस्तो अब 30 जना सफ्टवेयर इन्जिनियरिङको लागि नि कम्पिटिसन मार्केटमा डेभअप्स के अरे सफ्टवेयर इन्जिनियरको सङ्ख्या पनि त्यति नै छ नि त होइन। त्यही ठाउँमा छिर्नलाई पनि जस्तो अब डेभअप्समा अलि धेरै भिडिरहेको छ भने सफ्टवेयर इन्जिनियर पनि नभएको त होइन नि त। अनि त्यही अनुसारले अलिअलि जुनै फिल्डमा गए पनि त्यसमा एक्स्ट्रा मेहनत गर्नुहोस्। अनि अब अर्को चाहिँ अब बिचको क्वेसन चाहिँ मैले बिर्सिएँ जस्तो लाग्यो है। ए जस्तो अब ब्याकएन्ड टिमहरूले कसरी डेभअप्समा छिर्ने भनेको सेम कुरा हो है। अब झन् अब डेभलपमेन्टको मान्छेहरूलाई छिर्न झन् सजिलो हुन्छ। उसले बेसिक इन्फ्रास्ट्रक्चरको कुराहरू बुझ्नु पर्यो। जो डेभलपर ब्याकग्राउन्ड छ उसलाई त कोडिङ आउँछ, उसलाई गिट आउँछ, उसलाई सबै नयाँ स्क्रिप्टिङहरू पनि आउँछ। उसलाई के नआउने भने उसलाई इन्फ्रास्ट्रक्चर आउँदैन क्या। जस्तो इन्फ्राहरू अब सर्भरमा डिप्लोय गर्नु पर्यो र कस्तो सर्भर चाहियो त उसलाई होइन। अब त्यो सर्भर म्यानेज गर्नु पर्यो। सर्भर डाउन भएर कसरी अप ल्याउने त त्यसलाई होइन। अब त्यहाँ फाइलहरूको इस्युहरू आएर कतै केही भएन, रिड गर्न मिलेन, सानोतिनो कुराहरू जस्तो अब हुन्छ नि अब युजरहरू एडमिनिस्ट्रेसन काम त आउँदैन नि त। उसले त के गर्छ अब डेभलपरको मान्छेहरूले गएर एटलिस्ट एप्लिकेसन चल्ने लेभललाई बनाउँछ। उसले सेक्युरिटीको कुराहरू अब अपरेसनल्ली जस्तो अब त्यसलाई मेन्टेन गर्नु पर्यो, प्याच गर्नु पर्यो, अपडेट गर्नु पर्यो, ब्याकअप लिनु पर्यो। त्यस्तो कुराहरू त गर्दैन नि त डेभलपरले होइन। त्यस्तो कुराहरू सिक्नु पर्यो। अनि अर्को भनेको इन्फ्रास्ट्रक्चर क्लाउडको बारेमा सिक्नु पर्यो। अब क्लाउड सिकिसकेपछि अब क्लाउड सिकेर उसले क्लाउडमा चाहिँ कस्ट एफिसियन्टली सबसे अलिकति चिप वेमा हुन्छ नि अब त्यसरी कसरी गर्ने कुराहरू अनि सेक्युरिटी कुराहरू सिक्यो भने अब डेभलपर टिमको मान्छेहरूले पनि डेभलप गर्न सक्छ है। अनि लास्ट क्वेसनमा अब क्लाउड इन्जिनियरको कुरा भनेको चाहिँ उसको प्योरली उसको इन्फ्रास्ट्रक्चरतिर सोल्युसन आर्किटेक्टतिरको अलिकति फोकस धेरै हुन्छ क्लाउड इन्जिनियरिङमा। क्लाउड इन्जिनियरले के गर्छ भन्दै उसले चाहिँ इन्फ्रास्ट्रक्चर म्यानेज गर्छ। उसले एप्लिकेसनको कुराहरू कमै हेर्छ है। जस्तो इन्फ्रा भनेको चाहिँ ओभरअल क्या तपाईँको सर्भरहरू म्यानेज गर्ने, एडब्लुएसहरू म्यानेज गर्ने, युजर एक्सेस म्यानेजमेन्टहरू गर्ने, यसलाई कसरी अब इन्डस्ट्री स्ट्यान्डर्ड वेमा हुन्छ नि एडब्लुएस चलाएको छ भने त्यसलाई सिक्योरली कसरी गराउने, क्लाउडहरू म्यानेज गराउने, कसरी एक्सेस दिने, अनि हाम्रो एप्लिकेसनलाई कसरी हाइली रिलायबल बनाउने, यसको डिआरहरू डिजास्टर रिकभरीहरू फेल ओभरहरू होइन, अनि यसलाई अझै स्केलेबल कसरी गराउने। अनि तिम्रो यस्तै गरेर ओभर इन्फ्रास्ट्रक्चर भनेको तपाईँ तिम्रो डाटाबेस हुन्छ नि अनि सर्भरहरू सबै कुराहरू पर्छ है यसमा चाहिँ। अनि त्यसको अब स्ट्राटेजीहरू भनेको ब्याकअपहरूको कुराहरू, अनि अर्को क्लाउड इन्जिनियरिङले गर्ने काम भनेको मोनिटरिङ पनि गर्छ। अनि अनकलहरू बस्छ भनेको केही कुरा डाउन भयो भने अब एक लेभलमा इन्फ्रास्ट्रक्चर लेभलबाट क्लाउड इन्जिनियर पनि इन्भल्भ हुन्छ। अब एप्लिकेसनको कुरा छ भने चाहिँ अब त्यसपछि अब डेभअप्स टिमले चाहिँ के फोकस हुने भन्छ उसले चाहिँ डिप्लोइमेन्टतिरको हेर्ने भयो। जस्तो डेभलपरको नयाँ कोडहरू डिप्लोय गर्नु पर्यो, अनि पाइपलाइनहरू अप्टिमाइज गर्नु पर्यो होइन। अनि अर्को भनेको अब डिफ्रेन्ट कुराहरू हुन्छ। अब टिमले कुनै नयाँ एप्लिकेसन बनाइरहेको छ भने त्यसको इन्ड टु एन्ड लाइफ साइकल डिजाइन गर्नु पर्यो। अनि त्यसपछि आर्टिकलहरू लेख्नु पर्यो, अनि तिम्रो कसरी काम गरिरहेछ भनेर डकुमेन्टेसनहरू गर्नु पर्यो, मिटिङहरू हुन्छ है। फरक चाहिँ यति नै हुन्छ है त। अब यता क्लाउड इन्जिनियरले चाहिँ यता कस्ट अप्टिमाइजेसनहरू, सेक्युरिटीहरू होइन, अनि अर्को भनेको इन्फ्रास्ट्रक्चरको स्केलेबिलिटीहरू अनि कसरी रिलायबल बनाउने कुराहरू फोकस गर्छ। अनि यता डेभअप्स टिमले चाहिँ एप्लिकेसन स्पेसिफिक कुराहरू क्या अब अलिकति डेभलपर फोकस्ड भएर हाम्रो यो जति पनि यो हाम्रो पाइपलाइनहरू रन हुन अप्टिमाइज गर्नु पर्यो, अलिकति बिल्ड अप्टिमाइज गर्नु पर्यो हुन्छ नि। अनि अर्को भनेको कुनै एप्लिकेसनहरूमा इस्यु आयो, अब बग आयो भने चाहिँ लगिङहरू हेर्ने, अलिकति मिलाउने, अब त्यो एप्लिकेसन स्पेसिफिक हुने भएका त्यस्तो ठाउँमा चाहिँ नर्मल्ली चाहिँ अब नेपालको कन्टेक्स्टमा चाहिँ क्लाउड डेभअप्स सबै एउटै हुन्छ है, आफैले गर्नुपर्छ। अनि त्यस्तो छ सिनेरियो चाहिँ। हजुर हजुर एकदम राम्रो। अनि अनि अर्को कुरा मैले त्यो बुझ्न चाहेँ होइन, यसमा चाहिँ अनि कति धेरै अब हाम्रै सर्कलमा होस् अब साथीभाइहरू होइन भनेको आफूसँग अब त्यो स्किल त हुन्छ होइन, तर पनि अनि कति धेरै कम्पनीहरूले चाहिँ अब तपाईँको स्किललाई पनि नपत्याइ दिने हुन्छ। अब जस्तो मान्छे अब त्यो
कति धेरै स्टुडेन्टहरुले चाहिँ अब सुरुमै अब त्यो डेभोप्समा जाने सोच्छन् अब स्टुडेन्टहरुले पनि अब सुरुमा कहाँबाट सुनेर हैन सुरु त सर्टिफिकेसन गर्नुपर्छ जस्तै अब कुबरनेटिसहरुको भयो हैन अनि सिस्टम एडमिनिस्ट्रेसनतिर तपाईको रेड ह्याटहरुको भयो यिनीहरु सर्टिफिकेसन गरेर अनि सर्टिफिकेसन भएपछि चाहिँ जापान जागिर पाइहाल्छ नि भन्ने कन्सेप्ट भएको स्टुडेन्टहरु पनि हुनुहुन्छ हैन उहाँहरुलाई चाहिँ तपाई के भन्न चाहनुहुन्छ? तपाईसँग टाइम छ, तपाईसँग पैसा छ, इन्ट्रेस्ट छ भने गर्नुहोस् भन्छु म चाहिँ है। सबैको एउटै पाथ हुँदैन। तपाईको आफ्नो स्ट्र्याटेजीको कुरा हो। तपाईले कुनै ठाउँमा अलिकति अरूभन्दा बेटर भएर जान्छु, एउटा सर्टिफिकेट लिएर जान्छु भनेको त्यो तपाईको आफ्नो चोइस हो हैन। तपाईसँग टाइम छ, तपाईसँग त्यति इन्भेस्ट गर्ने टाइम छ, पैसा छ अनि तपाईले त्यो इन्ट्रेस्ट पनि छ भने तपाई गर्नुहोस्। हैन यो चाहिँ पर्सनल कुरा हो क्या। अब यसमा तपाईको अब मान्छेलाई हुन्छ नि अब यो गर्नुभन्दा पनि सर्टिफिकेसन गरेर काम पाउने पनि छन्, नपाउने पनि छन् हैन। तपाईले कुन वेमा गर्नुहुन्छ भन्ने कुरा हो। तपाईले इन्ट्री लेभल फ्रेसर लेभलमा जानुहुन्छ भने खासै सर्टिफिकेसन चाहिँदैन। त्यही पनि तपाईले अलिकति एक्स्ट्रा माइल जान मन लाग्छ भने गर्नुहोस्, त्यो झन् बेस्ट हो भन्छ। किनभने लास्टमा गएर तपाईलाई फ्युचरमा त्यो काम लाग्छ है। अनि त्यो भएर चाहिँ अब त्यो चाहिँ पर्सनल चोइस है। अब कसैलाई चाहिँ सर्टिफिकेट दिएर गयो भने अलिकति राम्रो प्रोफाइल बन्छ कि जस्तो लाग्छ। ट्राई गर्ने, बन्ने, जाने अब उलाई थाहा हुन्छ नि त त्यहाँ एक काम गर्छ गर्दैन भनेपछि त आफूले थाहा भएपछि त मान्छेले थाहा पाउँछ नि त, अरूले त जे नि भन्छ नि हैन। त्यस्तो इन्ट्रेस्ट भएकोलाई चाहिँ म रिकमेन्ड गर्छु, गर हैन एकदम जाने जस्तो लाग्छ जाने। अनि त्यो आफूले थाहा पाइन्छ क्या। अनि तपाईले जब आफूले थाहा पाएपछि अनि बिस्तारै अनि त्यसलाई चाहिँ सर्टिफिकेसन गरेपछि त्यसलाई चाहिँ कसरी अझै मैले बेटर वेमा प्रेजेन्ट गर्न सक्छु हैन। अनि सर्टिफिकेसन गरिसकेपछि हुन त अब त्यही अनुसारले मेहनत गरेको हुन्छ, धेरै जस्तोले हेल्पफुल हुन्छ हैन। गर्न मन लाग्छ भन्ने गर्ने, तर सर्टिफिकेसनै सबै कुरा पनि हैन। अब अलिकति अवस्था छैन, टाइम छैन, सकिहालिन्छ नि, सर्टिफिकेसन बिना पनि मान्छेले गरिरहेछ, मैले नसक्ने हो र भनेर हान्दा पनि गर्ने। अब उसले गर्छ हुँदैन भने चाहिँ उसलाई आफूले उसले थाहा पाउँछ नि त ए ल सर्टिफिकेसन नभएर नपाएको हो कि क्या हो जस्तो लाग्छ। त्यो चाहिँ आफूले एक्सप्लोर गर्ने हो क्या। अब कस्तो हुन्छ भन्दा कति कुरा केसमा चाहिँ लकको पनि फरक पर्छ क्या। तपाईले कुन ठाउँमा एप्लाई गरिदिनुहुन्छ, कस्तो मान्छेहरुसँग काम गर्न जाँदै हुनुहुन्छ, कम्पनी पनि हेरेर हुन्छ हैन। अनि तपाईको चाहिँ मोस्टली भनेको इन्टरभ्यूसम्म जानुभयो भने तपाईले इन्टरभ्युअरलाई हुन्छ नि अलिकति एउटा इम्प्रेसन दिए भने चाहिँ जसरी पनि हुन्छ काम हैन। भनेको अलिकति सजिलो हुन्छ भनौँ न लास्टमा गएर। अनि त्यही भएर अब सर्टिफिकेसन गर्ने मान्छेले गर्ने छैन, नगरिकन जान सक्छु भन्नेले नगरिकन जाने। त्यसमा चाहिँ है, त्यसमा चाहिँ फेरि अहिलेको चाहिँ मैले एकदम बिचमा बसेर एन्सर गरेँ क्या। किनभने यो एउटा ट्रुथ हुँदै हैन क्या। यो चाहिँ आफ्नो चाहिँ एउटा फेल हुने प्याटर्न हो क्या। अब डिफ्रेन्ट कुरा, नयाँ कुरा गर्दै फेल हुनु पर्यो क्या। कोही सर्टिफिकेसन दिएर फेल हुन्छ, नदिएर फेल हुन्छ, किन भएन त भन्ने अब एउटा एनालाइज गर्ने प्याटर्न, अनि अलिकति डिफ्रेन्टली गर्ने, अनि चल्दै चल्दैन हो चाहिँ यसरी चल्यो है भने चाहिँ एकचोटि थिर्ने त हो नि। एकचोटि छिरिसकेपछि त तपाईले त्यस्तो सजिलो हुन्छ नि त। सो इनिसियली चाहिँ हिट एन्ड ट्राई गर्ने, किन भएन, सिभी नमिल्या हो कि, मलाई बोल्न नआएको हो कि, अझ धेरै इन्टरभ्यू दिनुपर्ने हो कि हैन, सर्टिफिकेसन नभएर हो कि, सबैको लागि डिफ्रेन्ट हुन्छ क्या त्यो चाहिँ कुरा हैन। अब तपाईँ सर्टिफिकेसन नभए पनि तपाईँले बोल्न सक्नुहुन्छ, तपाईँले बेच्न सक्नुहुन्छ होइन, तपाईँ सिलेक्ट हुन्छ क्या हैन। अब कसैलाई चाहिँ अब हैन यो गफ मात्रै दिइरहेको छ, अलिकति टेक्निकल मान्छे चाहियो, मेहनती मान्छे चाहियो भन्ने खोज्ने मान्छे पनि हुन्छ नि त। त्यो चाहिँ अलिकति इन्टरभ्यू आफ्नो सबको डिफ्रेन्ट पाथ हुन्छ क्या। कसैले काम गर्छ, कसैलाई काम गर्दैन है। अनि अब फर्स्टमा त्यस्तो लाग्छ, तर गर्ने जे ठिक होस् लाग्छ गर्ने क्या आफ्नो लागि चाहिँ। त्यो चाहिँ मेरो त्यही सजेसन भयो। साथीहरुको क्वेसन सकेको हो? सकेको हो भने चाहिँ हामी अब गर्नुपर्छ है। हुन्छ, एकदम खुसी लाग्यो है तपाईहरुसँग कुरा गरेर। एउटा लास्ट क्वेसन सोध्न चाहे मैले, जस्तै अब हजुरले पनि सुरुमा भन्नुभयो भने हजुरले पनि अब यता यो नेटवर्किङमै अब टेक्निकल सपोर्टदेखि काम गर्दै गर्दै डेभलपमा काम गर्दै हुनुहुन्छ होइन भन्नुभयो नि त नि। अब अहिले हामी यहाँ जति पनि साथीहरू छौँ सबैजना भनेको जोडिएको भने सबैजना अहिले त्यो नेटवर्किङै सिकिरहेको छन्। अनि अब चाहिँ अब त्यो नेटवर्किङमा काम गरिसकेपछि होइन
अब तपाईँले चाहिँ कसरी भनेको त्यो डेभसमा छिर्नुभयो, कसरी सुरुमा कसरी आफ्नो स्किल्सहरू अपग्रेड गर्नुभयो, त्यसको बारेमा नि भन्नु मिल्छ भने भनिदिनुहोस् न है। डेभअप्समा स्किल अपडेट गर्नलाई पहिला डेभअप्समा छिर्नुपर्ने हुन्छ। किनभने मैले भने तपाईँ जति पनि अफलाइन सिकेको र तपाईँ कुनै डेभअप्समा काम गरेको एकदम डिफ्रेन्ट कुरा हुन्छ क्या है। तपाईँले फर्स्टमा बेसिक कोर कन्सेप्ट सिक्नु पर्यो। जसरी भए सिक्नुहोस्। मैले भने नि सबैको पाथ डिफ्रेन्ट हुन्छ। तपाईँ इन्स्टिट्युट गएर पढेको नि गलत भन्दिनँ म है। कसैले इन्भेस्ट गर्न सक्छ भने जाने गर्ने, कसैलाई फ्रीमै पढेर म सक्छु भने पनि पहिला कोर कन्सेप्ट बनाउने अनि जहाँ भयो नि छिर्ने। एकदम हुन्छ नि तपाईँको इन्टर्न भएर जसरी भयो भने तपाईँ काहीँ न काहीँ चाहिँ छिर्नु पर्यो है। काहीँ न काहीँ कम्पनीमा समातेर तपाईँ चाहिँ डेभअप्सको अलिअलि कामहरू गर्न थाल्नु पर्यो। अनि त्यहाँ गरेपछि अर्को भनेको डेभअप्सको कुरा चाहिँ प्योरली तपाईँको त कामबाटै मात्र सिक्ने चाहिँ होइन तपाईँ यतिकै पनि सिक्न चाहिँ सक्नुहुन्छ। तर फ्रेसरको लागि चाहिँ भने फ्रेसरको लागि चाहिँ काम गरेर सिक्नै पर्छ। किनभने उनीहरूलाई जब कि डेभअप्समा के हुन्छ थाहा छैन, उनीहरूले घर बसेर के पढ्छ केही पनि पढ्दैन नि त। अरू जस्तो यो तपाईँको तिम्रो यो डेभलपमेन्ट जस्तो त हुँदैन नि त। प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्यो नयाँ नयाँ बनायो भने हुँदैन। अब यहाँ चाहिँ कम्पनी अनुसारको फरक कामहरू हुन्छ। सो त्यही गर्नु। फर्स्टमा तपाईँ फाउन्डेसन सिक्नु पर्यो। अनि त्यसपछि एक लेभलमा रेडी छु जस्तो लाग्यो भने इन्टरभ्यू फेस गर्नु पर्यो, फिडब्याक लिनु पर्यो। कहाँ कमी आएछ त्यो इन्टरभ्यूमा होइन, के क्वेसन आएन त मलाई भने हेर्नु पर्यो। फेरि अर्को इन्टरभ्यू दिनु पर्यो होइन। कतै कतै अब यसो अलिकति एसोसिएट डेभअप्समा पनि हालिदिनु पर्यो कतैको सिभी होइन। के त अब झुकेर तपाईँलाई बोलाइहाल्छ भने इन्टरभ्यू फेस गर्नु पर्यो, त्यसरी अगाडि बढ्नु पर्यो। अनि एक ठाउँमा तपाईँ छिरिसकेपछि अनि तपाईँले एटलिस्ट एक लेभलको बेसिक कामहरू गर्न आउँछ नि त। अनि त्यसपछि बिस्तारै अपग्रेड हुँदै जाने। त्यसपछि चाहिँ आफैले सेल्फ स्टडी गर्ने। त्यसपछि एक लेभलको तपाईँलाई डेभअप्सको आइडिया भइसकेपछि कम्पनीमा कसरी काम हुन्छ थाहा भइसक्यो त्यहाँदेखि बल्ल चाहिँ तपाईँले सेल्फ स्टडी गरेर पनि अनि चाहिँ तपाईँको हुन्छ नि ठ्याक्क अलिकति प्रोग्रेस चाहिँ आफै गर्न सक्नुहुन्छ क्या। तपाईँ कतै नछिरेर डेभअप्स थाहा नभइकन घरै बसेर मात्र पढेर चाहिँ अलिकति गाह्रो हुन्छ। किनभने अलिकति सिनारी फरक हुन्छ क्या। तपाईँ आफै घरमा बसेर गरेको र कम्पनीको इस्युहरू सल्भ गरेको, रियल टाइम प्रब्लमहरू तपाईँले रिजल्भ गरेको कुराहरू अनि त्यो डिफ्रेन्स आउन सक्छ। पहिला चाहिँ कतै न कतै चाहिँ तपाईँ इन्भल्भ हुनै पर्ने हुन्छ है, अलिकति तपाईँको करियरमा राम्रो गर्नलाई चाहिँ। मेरो चाहिँ लास्ट एउटा रिक्वेस्ट थियो होइन। हाम्रो एउटा ग्लोबल डिस्कसन क्लास छ, त्यसमा चाहिँ हजुर फ्री हुनुहुन्छ भने यसो आएर अझै डेप्थमा अझै हुन्छ नि वर्क फ्लोहरू बताइदिनुहुन्थ्यो कि भन्ने। हजुर फ्री हुनुहुन्छ भने हुन्छ। अब एउटा भन्नुहोस् न, एउटा स्ट्रक्चर बनाउनुहोस् के भन्ने एउटा होइन। त्यो गरेर त्यो पछि कोलाबोरेसन गर्न सकिन्छ, त्यसमा समस्या छैन हजुर। ओके, कृतिले अघि के भन्न आँट्नु भएको थियो है? हजुर, मैले चाहिँ अब लास्टमा हामीले त्यही क्वेसनहरू सोध्न छुटायौँ होला, केही इम्पोर्टेन्ट कुराहरू अथवा तपाईँलाई केही लागेको यो चाहिँ भन्नुपर्ने जस्तो केही त्यस्तो कुराहरू एडभाइस हुन्छ नि एज अ बिगिनरलाई अथवा ब्याचलर पढ्ने विद्यार्थीहरूलाई केही त्यस्तो भए चाहिँ भनिदिनु भन्न चाहन्छु। एकछिन पक्नुहोस् है। अब यसमा भन्नुपर्दाखेरि अब तपाईँ फ्रेसर हुनुहुन्छ भने तपाईँसँग टाइम इनफ हुन्छ। हेर्नुहोस् है, करियर चुज गर्ने कुरा हो, एकदम हतार नगर्नुहोस्। साथी त कहाँ पुगिसक्यो, साथी काम गर्न थालिसक्यो भनेर नआत्तिनुहोस्। एकदम आफ्नो टाइम लिनुहोस् होइन। कोही कतै जानेवाला छैन। अब त्यो साथी पनि अब त्यहीँ अड्किन्छ काममै है। एकदम टाइम लिएर बरु केही कुरा सिकेर अब कसरी इन्भेस्ट गर्न सकिन्छ होइन। अब डेभअप्स भने डेभअप्सको तपाईँ यसो फ्री रिसोर्सहरू हेर्नुहोस्, क्लास जानुहोस् कतै होइन। अलिकति अब पैसा डुबाउनुहोस् अनि तपाईँ केही सिक्नुहुन्छ है, होइन यो त मेरो लागि होइन रहेछ भने चाहिँ अब डेभलपमेन्टतिर जानुहोस्, अलिअलि सिक्नुहोस्। किनभने तपाईँले अलिकति बेसिक डेभलपमेन्ट आइसकेको हुन्छ नि त। यदि तपाईँको ब्याचलर सकाइसकेको मान्छे हो भने है। अब किनभने नर्मल्ली 12 सकाएर अब कसैलाई डेभअप्स भने केही थाहा नहुन नि सक्छ होइन। उसलाई पनि जोइन गर्न मिल्छ भने अब म डेभअप्सको कोर्सहरू गरिराख्ने हो कि अहिले नै होइन, प्लान छ भने नि। अनि त्यस अनुसारले डेभअप्सको कोर्सहरू गरेर फ्री रिसर्च गरेर अनि डेभअप्समै छिर्छु भनेर आँट्नु भयो भने सक्नुहुन्छ। अनि त्यो गर्नुभयो एकदम टाइम लिएर गर्नुहोस्। केही कुरा पछि गएर नहोला होइन। तपाईँसँग टाइम हुन्छ नि त, तपाईँ त फ्रेसर हो नि त। 6 महिना दिनुहोस्, हुँदैन भने डेभलपमेन्टतिर जानुहोस्, सेक्युरिटीतिर जानुहोस्, कसरी हुन्छ होइन।
कहाँ इन्ट्रेस्ट लाग्छ त्यो जानुहोस् अनि तपाईँले हुन्छ नि अब सबैजनालाई त्यही डर हुन्छ पहिला सुरु गर्दाखेरि एकचोटि सुरु गरिसकेपछि तपाईँले केही न केही चाहिँ गर्नुहुन्छ अनि त्यो धेरै टाढाको नसोच्नुहोस् तपाईँ भोलि के गर्ने भन्ने मात्रै सोच्नुहोस् आज यो पढ्यो भोलि के पढ्ने होइन अर्को हप्ता के पढ्ने भन्ने मात्रै सोच्नुहोस् 5 वर्ष अगाडि कुरा चाहिँ नसोच्नुहोस् एकदम टाइम लिएर डिसिसन लिनुहोस् भन्न चाहन्छु म सबै भाइ बहिनीहरूलाई चाहिँ केही न केही भइन्छ जिन्दगीमा हस् हस् धेरै धेरै धन्यवाद धन्यवाद तपाईँहरूलाई पनि ओके ल हुन्छ अब हामी सेसन एन्ड पनि गर्नुपर्छ होला होइन रोजनजीलाई थ्याङ्क यू सो मच आफ्नो यति धेरै एक्सपिरियन्सहरू सेयर गरिदिनु भयो गाइडेन्सको कुराहरू होइन हजुरलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सर मैले रेकर्डिङ अफ गर्थेँ